अब मसँग यहाँनिर ट्याक्कै बुक चाहिँ छैन होला। एचटिएमएल सिएसएस एचटिएमएल W3 एउटा W3 स्कुल भन्ने छ क्या है। एचटिएमएल यहाँबाट चाहिँ पढ्न मिल्छ, हामी यहाँबाट हेरौँ। सो सबैभन्दा सुरुमा चाहिँ एचटिएमएल भनेको तिमीलाई के हो भनेको त तिमीलाई लगभग धेरै कुरा थाहा भइसकेको छ। एक्चुअली फेरि मैले भनिदिन्छु होइन। एचटिएमएल इज द स्ट्यान्डर्ड मार्कअप ल्याङ्ग्वेज फर वेब पेजेस। जस्तै हाम्रो यो जति पनि यो वेबसाइटहरू बनिरहेको छ यसको बिल्डिङ ब्लक भनेको चाहिँ एचटिएमएल हो भनेर मैले तिमीलाई एक्जाम्पल धेरैचोटि दिइसकेको छु। सो यो जति पनि वेबसाइट्सहरू बनेको छ यो टेक्स्टहरू हरेक कुरा यो सबै को स्ट्रक्चर भनेको चाहिँ हाम्रो एचटिएमएलबाटै बनेको हो होइन। विथ एचटिएमएल यु क्रिएट युर ओन वेबसाइट होइन। एचटिएमएल सिकिसकेपछि चाहिँ तिमीहरूले आफैले पनि वेबसाइट्सहरू क्रिएट गर्न सक्छौ। मैले तिमीलाई के भनेको थिएँ, तिमीलाई सबैभन्दा सुरुमा एचटिएमएलको रुट ट्याग ओपन गरेर हेड ट्याग ओपन गरेर अनि त्यसपछि गएर बडी ट्याग ओपन गरेर प्याराग्राफमा हेलो ओल्ड भनेर लेख्दाखेरि चाहिँ तिमीहरूले फर्स्ट टाइम एचटिएमएलको एउटा वेब पेज बनायो भनेर भनेको थिएँ नि होइन। सो त्यहीबाट स्टार्टिङ हुने चाहिँ त्यहीँबाट है त। अनि एचटिएमएल इजी, यो सिक्नको लागि चाहिँ सजिलो छ, तर क्लास 9मा पढ्दै गरेको भएर तिमीहरूले त्यस्तो धेरै गाह्रो लाग्न सक्छ, तर यो बिस्तारै बिस्तारै इजी हुँदै जान्छ। अनि यो w3schools.com/html भन्ने चाहिँ यहाँनिर चाहिँ आएर तिमीहरूले चाहिँ जस्तो यहाँनिर के कुराहरू दिएको छ यहाँनिर आफैले कोडहरू लेखेर पनि यसमा पनि रन गर्न मिल्छ है। जस्तो मैले यहाँनिर तिमीहरूले पी ट्यागमा लेखेर हेलो क्लास 9 भनेर लेखेँ होइन। यहाँनिर कोड यहीँ लेखेर मैले अब यहाँनिर रन गऱ्यो भने के हुन्छ भन्दाखेरि हेलो क्लास 9। सो यसरी चाहिँ यो वेबसाइटबाट चाहिँ यसरी चाहिँ एचटिएमएल पनि रन गर्न मिल्छ है त। तिमीहरूले पनि गुगलमा गएर W3 स्कुल एचटिएमएल भनेर सर्च गर अनि यसरी आउँछ है त। सो यो कुराहरू तिमीलाई थाहा छ होला। अनि यो डक्टर एचटिएमएल ले चाहिँ के जनाउँछ भन्दाखेरि हामीले चाहिँ कुन चाहिँ भर्जन युज गर्दैछौँ एचटिएमएलको भन्ने कुरा जनाउँछ। अनि यो एचटिएमएल भनेको चाहिँ हाम्रो रुट ट्याग भयो। त्यो रुट ट्यागभित्र हाम्रो हेड ट्याग हुन्छ होइन। हेड ट्यागभित्र चाहिँ हाम्रो टाइटल ट्याग हुन्छ अनि त्यसपछि गएर बडी ट्यागभित्र चाहिँ हामीले हाम्रो कन्टेन्टहरू लेख्ने हो। सो जति पनि यहाँनिर सबै कुराहरू देखिरहेको छ नि त्यो सबै कुराहरू बडी ट्यागमा आएको भनेर भनेको थिएँ नि मैले। अनि एचटिएमएल ट्युटोरियल भनेर यहाँ माथि आएको भनेको चाहिँ हेड ट्यागभित्र लेखेको कुराहरू चाहिँ यहाँ आउँछ है त। टाइटल यहाँनिर पेज टाइटल भने जस्तै यहाँनिर एचटिएमएल ट्युटोरियल भने चाहिँ यो वेब पेजको चाहिँ टाइटल रहेछ भने चाहिँ तिमीहरूले बुझ्नु पर्यो। सो अब यहीँबाट हामी हेर्दै जाउँ होइन, सबै कुरा एउटै नै हो। सो वाट इज एचटिएमएल? HTML is the standard markup language for creating web pages. So HTML भनेको चाहिँ एउटा मार्कअप ल्याङ्ग्वेज हो जसको हेल्पले चाहिँ हामीले यस्तो वेब पेजेसहरू चाहिँ बनाउन सक्छौँ। अनि वेब पेजेसको कलेक्सनलाई चाहिँ हामी वेबसाइट भन्छौँ है त। हामी डिफ्रेन्ट वेब पेजेसहरू बनाउँछौँ। सबै वेब पेजेसलाई एकै ठाउँमा यदि मिक्स म्याक्स गर्ने हो भने चाहिँ त्यसलाई चाहिँ हामी वेबसाइट भनेर भन्छौँ है त। सो यो चाहिँ एउटा ट्राई गर्नको लागि HTML को एडिटर यसैले नै दिन्छ। तिमीहरूले फोनबाट पनि गर्न मिल्छ होइन। फोनबाट पनि यसलाई ट्राई रन गर्न मिल्छ यहाँनिर टाइप गरेर। तर यो जस्ट प्र्याक्टिसको लागि मात्र, यो काहीँ सेभ चाहिँ भएको हुँदैन है त। मैले यसलाई एक्चुअली रिफ्रेस गरेँ भने यो भर्खर मैले लेखेको जुन कोड थियो नि यो चाहिँ अटोमेटिकली गायब पनि हुन्छ है त। सो ट्राई गर्नको लागि चाहिँ यहाँबाट पनि मिल्छ। सो वाट इज एचटिएमएल? एचटिएमएल स्ट्यान्ड्स फर हाइपरटेक्स्ट मार्कअप ल्याङ्ग्वेज। यसको फुल फर्म यो भयो, एउटा हाइपरटेक्स्ट मार्कअप ल्याङ्ग्वेज हो। एचटिएमएल इज द स्ट्यान्डर्ड मार्कअप ल्याङ्ग्वेज फर क्रिएटिङ वेब पेज। यसको हेल्पले चाहिँ हामीले वेबसाइटहरू बनाउन मिल्छ, वेब पेजहरू क्रिएट गर्न मिल्छ। एचटिएमएल डिस्क्राइब स्ट्रक्चर अफ वेब पेज। एचटिएमएलले चाहिँ हाम्रो वेब पेजको स्ट्रक्चरलाई डिफाइन गर्छ है त। सबै यदि यो वेबसाइटबाट सिएसएस फालिदिने हो भने कस्तो देखिन्छ भन्ने कुरो म तिमीलाई देखाउँछु है त। सो एचटिएमएल हाम्रो सिएसएस भनेको इन्टरनल सिएसएस एक्सटर्नल सिएसएस हामीले कहाँभित्र लिङ्क गर्छौँ भनेर भनेको थिएँ मैले, हेड ट्यागभित्र भनेको थिएँ होइन। यो हाम्रो हेड ट्यागभित्र भयो होइन। सो मैले यसलाई सिएसएसलाई पनि फालिदिन्छु, यसलाई पनि सिएसएसलाई फालिदिन्छु होइन। यहाँनिर स्क्रिप्टलाई फालिदिन्छु। यहाँनिर कहाँ भयो सिएसएस, कतै त होला नि त होइन। यदि मैले यो उसबाट स्टाइल सिटलाई फालिदिएँ भने ल हेर। सो मैले अहिले भर्खर जुन वेबसाइट चलाइरहेको छु नि त्यहाँबाट मैले सिएसएसलाई फालिदिएँ, त्यो वेबसाइट यस्तो देखियो। अनि यो भनेको चाहिँ एचटिएमएलबाट मात्र बनेको भयो क्या। मैले यहाँबाट के फालिदिएँ, सिएसएस फालिदिएँ। यी साइन इन बटन सिम्पल देखिरहेछ, यो सर्टको बटनहरू यति ठुल्ठुलो आइरहेछ, यहाँनिर ट्युटोरियल एक्सर्साइज सर्टिफिकेट सर्भिस आइरहेको छ होइन। सो यो चाहिँ मैले यहाँ मेरो ब्राउजरबाट चाहिँ सिएसएसको लिङ्कलाई हटाइदिएको है त। एकचोटि मैले फेरि यसलाई रिफ्रेस गरेँ भने सेम टु सेम आयो। यो भनेको चाहिँ अघि जस्तो थियो त्यस्तै आयो त। सो अघि एचटिएमएलबाट मात्र त्यस्तो वेबसाइट बन्छ भने सिएसएसको हेल्पले चाहिँ वेबसाइटलाई यति राम्रो बनाउन सकिन्छ, यति स्ट्रक्चर यति राम्रो बनाउन सकिन्छ भन्ने कुरो चाहिँ हो। सो HTML elements tell the browser how to display the content. So HTML चाहिँ ब्राउजरले के भन्छ भन्दाखेरि यो कन्टेन्टहरूलाई चाहिँ कसरी डिस्प्ले गराउने, यो के होला, यो HTML इन्ट्रोडक्सन भनेको यो पक्कै पनि यो हेडिङ होला, यो बटन होला, प्रिभियस र नेक्स्ट भनेको होइन। यो भनेको फेरि हेडिङ 2 होला। वाट इज HTML भनेको त इम्पोर्टेन्ट कुरा हो नि त। यो अन अर्डर लिस्ट भन्छ यसलाई, अगाडि डट डट आइरहेको छ नि यसलाई अन अर्डर लिस्ट भनेर भन्छ भनेर भनेको थिएँ नि मैले होइन।
HTML elements label pieces of content such as this is heading, this is paragraph, this is link. So के गर्छ त भन्दाखेरि लेबल गरिदिन्छ है त, यो भनेको चाहिँ हेडिङ हो, यो भनेको चाहिँ प्याराग्राफ हो, यो भनेको लिस्ट हो भनेर केले जनाउने हो, यो सबै जनाउने भनेको चाहिँ HTML ले नै हो। सो यो कुराहरु चाहिँ तिमीहरुले थ्योरी कुराहरु चाहिँ बुझिसक्यो होला। अब चाहिँ हामी के गरौँ भन्दाखेरि सिधै सो अब तिमीहरुले अब गएर ल्याबमा गर्दाखेरिको गराइ थोरै फरक हुनुपर्छ है त। सो जहिले पनि अब सुरुमा नोटप्याड ओपन नगर्ने अथवा केही पनि नगर्ने, जहिले पनि आफूले केही काम गर्दैछ भने सुरुमा फोल्डर बनाउने है त। जस्तो अब म फोल्डर मेरो नामको फोल्डर बनाउँछु, तिमीले आफ्नो नामको फोल्डर बनाउने। अब त्यहाँनिर फोल्डर बनाउनु तिमीहरुलाई अटोमेटिकली आइहाल्छ। सो म चाहिँ हामीले गएर विशाल रिजाल भनेर मैले एउटा फोल्डर बनाएँ। अब के गर्छु त मैले भन्दाखेरि डेस्कटपमा आएर मैले एउटा फोल्डर बनाएँ। मेरो फोल्डर चाहिँ डेस्कटपमा छ अनि त्यो फोल्डरको नाम चाहिँ विशाल रिजाल छ, आफ्नो नामको राख्ने। यहाँ भित्र गएर चाहिँ फाइल बनाउने कि HTML फाइलहरु। सो एउटा के हुन्छ तिमीहरु एकचोटी मैले एक दिन क्लासमा लिएर गए, तिमीहरुले आज HTML बाट फाइल बनायो हैन, न्यूमा गएर एउटा ओके यहाँनिर एउटा HTML को फाइल बनाउनु पर्यो। अनि अर्कोचोटि आउँदाखेरि पनि अर्को HTML को फाइल बनाउने, अर्कोचोटि आउँदा अर्को HTML को फाइल बनाउने। यसरी चाहिँ गर्यो भने चाहिँ के हुन्छ तिमीलाई हेल्प एकदम सजिलो हुन्छ है त। जस्तै visual.html चाहिँ भएन त, टेक्स्ट डकुमेन्टै लिए यसले। सो एउटा हामी चाहिँ नोटप्याड ओपन गरौँ यहाँनिर हैन। नोटप्याड ओपन गरेर चाहिँ के गरौँ भन्दाखेरि सो यो नोटप्याडको फाइल मैले ओपन गरेँ, यसलाई सेभ गर्नु पर्यो है त। फाइलमा जाने, सेभ एजमा जाने। अब यसलाई कहाँनिर सेभ गर्ने भन्दाखेरि जुन मैले अघि डेस्कटपमा मैले विशाल रिजाल भन्ने फोल्डर बनाएको थिएँ नि, त्यसमा चाहिँ यो HTML फाइलले सेभ गरिदिने। यसको नाम चाहिँ म के राखिदिन्छु, visual.html भनेर राखिदिन्छु। अनि मैले अब जति पनि कोड लेख्छु मैले अब यहाँ लेख्छु है त। तिमीलाई थाहा छँदैछ होला HTML, त्यसपछि गएर हेड हैन, हेड भित्र के हुन्छ, हेड भित्र टाइटल हुन्छ। टाइटलमा चाहिँ के लेखौँ, क्लास 9 HTML टाइटल भयो। त्यसपछि गएर हेडलाई क्लोज गर्नु पर्यो। यो कुराहरु तिमीलाई थाहा छ है त, रिभिजन मात्र हुन्छ यसले। बडी भित्र चाहिँ एउटा प्याराग्राफलाई ओपन गरौँ, प्याराग्राफलाई ओपन गरेर हेलो लेखेर प्याराग्राफ क्लोज गरेर अनि त्यसपछि गएर बडी अनि के हुन्छ यहाँनिर HTML। यसलाई चाहिँ सेभ गरौँ। अनि यसलाई रन गर्नको लागि के गर्नुपर्छ भनेको थिएँ मैले, यहाँ जाने, यहाँनिर क्लिक गऱ्यो भने चाहिँ आयो है त। सो टाइटल चाहिँ यहाँ माथि आयो, क्लास 9 HTML भनेर मैले लेखेको कन्टेन्ट हेलो भनेर चाहिँ एउटा प्याराग्राफ चाहिँ यहाँनिर आइपुग्यो। सो अब तिमीहरूलाई यहाँनिर पढाउँदाखेरि मैले हरेकचोटि यो नोटप्याडमा कोड लेख्न थाल्यो भने चाहिँ जुनी बित्छ है त। मैले बोर्डमा लेखाएर पढाए जस्तै हुन्छ, नोटप्याडमा कोड लेख्न थाल्यो भने चाहिँ जुनी बित्छ। सो म तिमीलाई एउटा कुरा के बुझाउँछु भन्दाखेरि ड्रप भन्ने एउटा हुन्छ हैन, यो चाहिँ व्हाइट बोर्ड जस्तै हो तिमीहरुको लागि। सो मैले चाहिँ के गर्छु त अब भन्दाखेरि जस्तो यो एउटा नोटप्याड हो हैन, यो चाहिँ हाम्रो नोटप्याड भयो। यसमा चाहिँ सबै कुराहरु गर्न मिल्छ है त, सबै कुराहरु लेख्न मिल्छ। यो चाहिँ हाम्रो नोटप्याड भयो हैन, एक्सेल गर्दै अनि के हुन्छ, यो हाम्रो नोटप्याड भयो। हामीले जति पनि मल्टिपल के भनेको थिएँ, कोड एडिटर भनेको चाहिँ हाम्रो लागि नोटप्याड हुन्छ भनेर भनेको थिएँ। किन भन्दाखेरि हाम्रो ल्याबमा अब इन्टरनेट कनेक्सन छैन, त्यहाँनिर अरू सिस्टम अरू कोड एडिटरहरु डाउनलोड गर्न इन्स्टल गर्नको लागि त्यो अलिकति पोसिबल पनि छैन है त। त्यही भएर चाहिँ हामीले नोटप्याडमा काम गरेको। यो चाहिँ कस्तो हो भन्दाखेरि यो चाहिँ एउटा कोड एडिटर हो, यसमा पनि हामीले कोड लेख्न मिल्छ र यस्तै गरी नोटप्याड जस्तै अरू कोड एडिटर पनि हुन्छ है त। नोटप्याड जस्तै अरू कोड एडिटर पनि हुन्छ, VS कोड भन्ने हैन। यसमा अब मैले चाहिँ कोड चाहिँ यसमा लेख्छु, त्यसमा लेखे पनि यसमा लेखे पनि केही फरक पर्दैन है त। यो चाहिँ के भन्न खोजेको त भन्दाखेरि एउटा म्याथ कपी छ यो हैन, यो चाहिँ हाम्रो म्याथ कपी भयो, म्याथ कपी भयो। अनि यो चाहिँ हाम्रो नेपालीको 2 लाइन कपी भयो हैन। अब तिमीहरुले यसमा म्याथ कुराहरु लेखे पनि म्याथ कस्तो हुन्छ, बक्सा हुन्छ नि त हैन। अब तिमीहरुले यसमा म्याथ लेखे पनि यसमा म्याथ लेखे पनि कुरो त एउटै हो, लेख्ने नै हो, पढ्ने नै हो। त्यस्तै गरी यो म्याथ कपी भनेको चाहिँ नोटप्याड भयो जस्तै मसँग 2 लाइनको अर्को नेपाली कपी छ, त्यो चाहिँ VS कोड हो। अब म चाहिँ HTML को कोड लेख्नलाई चाहिँ यो VS कोड एडिटर भन्ने युज गर्छु। अब तिमीले चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि त्यहाँनिर चाहिँ धेरै इजी हुन्छ कोड लेख्नको लागि चाहिँ, तर नोटप्याडमा लेख्नु र त्यसमा लेख्नुमा केही फरक छैन है त, जस्ट केही पनि फरक छैन। त्यो कुराको लागि चाहिँ मैले के गर्छु त भन्दाखेरि म VS कोडमा चाहिँ कोड लेख्छु है त। सबैभन्दा सुरुमा चाहिँ अब तिमीले केही कुरो बुझ्नु परेन है त VS कोड भनेको के हो भनेर। यदि तिमीले बुझ्नै छ भने VS कोड भनेको पनि एउटा कोड लेख्ने ठाउँ हो भनेर बुझ्नु पर्यो।
अब मसँग चाहिँ VS कोड छ हैन, नोटप्याडमै लेखे पनि जेमा लेखे पनि एउटै कुरो हो। मैले चाहिँ यसलाई VS कोडमा ओपन गरेँ है त। यही कुरालाई मैले VS कोडमा ओपन गरेँ अनि vsal.html भन्ने अहिलेको यहाँनिर आइरहेको छ। म यसलाई सबलाई फालिदिन्छु। यसमा चाहिँ के हुन्छ भन्दाखेरि सो मैले चाहिँ अब एकै लाइनमा चाहिँ यत्रो धेरै कोडहरू चाहिँ मैले लेखिराख्नु परेन है त, जेनेरेट अटोमेटिकली भइदियो मेरो लागि। यसरी चाहिँ गर्न मिल्छ। जस्तो अब मैले हाने डकुमेन्टमा म के लेख्छु त भन्दाखेरि क्लास 9 HTML भनेर लेख्छु है त। अब मैले हानेर जस्तो तिमीहरूलाई थाहा छ होला हैन, यसरी लेख्यो भने चाहिँ S1 आयो हैन, यसरी S2 आयो। सो यसमा चाहिँ के गर्नु परेन त भन्दाखेरि यति धेरै दुःख गर्नु परेन है त मैले। सर यो VS कोड र यसमा के फरक छ नोटप्याडमा भनेर भन्छ भने चाहिँ यो पनि कोड लेख्ने ठाउँै हो, त्यो पनि कोड लेख्ने ठाउँै हो। अब तिमीहरूलाई लाग्ला अब मैले हानेर लेखेको कोड नोटप्याडमा पनि हेर्न मिल्छ। ओपन विथ सरी छैन कता छ, ओपन विथ रहेन छ हैन, केही भएन। हामी नोटप्याडमै यसलाई एकचोटि खोलेर देखाइदिन्छु है म तिमीहरूलाई। अब यहाँनिर ल हेर, अब उतापट्टि जे लेखेको थियो नि कोड S1 S2 सेम यता पनि त्यही आइरहेको छ है त। भनेपछि यो पनि लेख्ने ठाउँ हो, त्यो पनि लेख्ने नै ठाउँ हो है त, केही फरक छैन। म चाहिँ यसमा किन लेख्छु भन्दाखेरि जस्तो मलाई टेबल चाहियो भने यसले अटोमेटिकली ओपनिङ ट्याग र क्लोजिङ ट्याग एकैचोटि दिन्छ हैन। त्यसपछि गएर टेबल रो चाहियो भने यसरी दिन्छ। यसरी चाहिँ यसले के गरिदिन्छ भन्दा सजेसनहरू अनि हामीले कोड लेख्नको लागि सजिलो बनाइदिनु भएर चाहिँ म यो युज गर्दै जान्छु है त। सजिलो पनि हुन्छ। हेरी यो vsal.html मा जे लेख्दैछु यता त्यति हराउँदैछ है त। जस्तो मलाई के र्यान्डम टेक्स्ट चाहियो भने लोरेम भनेर हान्यो भने यहाँनिर अटोमेटिकली र्यान्डम टेक्स्ट आउँछ। अब मैले नोटप्याडमा के गर्नुपर्छ, यहाँनिर मैले LOREM भनेर हान्यो भने आउँछ त, आउँदैन नि त। अनि त्यसपछि गएर मैले यहाँनिर P भनेर लेख्यो भने मलाई सजेसन आउँछ, आउँदैन नि त। त्यही भएर चाहिँ मैले त्यो युज गर्छु, जसले गर्दाखेरि मलाई चाहिँ कोड लेखेर बुझाउन पढाउन छिटो छिटो सजिलो हुन्छ। ल हेर, नोटप्याडमा जे छ उतापट्टि VS कोडमा जे लेखेको छु यहाँ नोटप्याडमा पनि त्यही आइरहेको छ। सो मैले के गर्छु, यो नोटप्याडमा मैले कोड नलेखिकन VS कोडमा लेख्छु। मैले अब म्याथको हिसाबहरू चाहिँ चारपाटे त्यो उसमा चाहिँ नलेखेर 2 लाइन कपीमा लेख्छु है त। ल ओके, अब हामी सुरु गर्दियौँ यहाँनिर। सो सबैभन्दा सुरुमा मेरो दिमागमा जे आउँछ त्यति पढौँ है त। हाम्रो चाहिँ हेडिङ्स भन्ने हुन्छ है त HTML मा। हेडिङ्स भन्ने हुन्छ। हेडिङ चाहिँ हाम्रो कतिदेखि S1 देखि S6 सम्म हुन्छ है त। अब मैले यहाँनिर जस्तो अब मैले 2 लेखेँ भने अटोमेटिकली क्लोजिङ ट्याग र ओपनिङ ट्याग चाहिँ यसले चाहिँ अटोमेटिकली चेन्ज गर्छ, जसले गर्दाखेरि कोड लेख्न पनि सजिलो हुन्छ र बुझाउन पनि सजिलो हुन्छ है त। 1 2 3 4 अनि 5 अनि 6। सो अब यहाँभित्रको कन्टेन्ट चाहिँ हामी आफै लेख्नुपर्छ। के गरौँ त भन्दा दिस इज S1 भनेर यसलाई कपी गरौँ है त। यसलाई कपी गरेर सबतिर कन्ट्रोल V कपी पेस्ट गर्न त तिमीहरूलाई आइहाल्छ। कन्ट्रोल V गरिदिउँ। ल हेर, अब म चाहिँ यसलाई S2 बनाइदिन्छु, यसलाई S3 बनाइदिन्छु, यसलाई S3, यसलाई S4। सो यो टाइप चाहिँ गर्नुपर्छ है, यसको चाहिँ कुनै पनि सर्टकट छैन। अनि 6 गरिदिन्छु। अब जस्तो तिमीहरूलाई अब यहाँनिर गएर नोटप्याडको फाइललाई के गर्थ्यो, यसमा डबल क्लिक गरेर अनि जति हुन्छ त्यसलाई रिफ्रेस गरिराख्थ्यौ नि हैन। अब मलाई यहाँनिर के सजिलो हुन्छ भन्दाखेरि यो VS कोडमा यदि कसैको ल्यापटप छ भने चाहिँ ट्राई गर्दा हुन्छ है त। मैले यो HTML को कोड लेखेँ नि हैन, अब यहाँनिर गो लाइभ गरिदिन्छु। मैले गो लाइभ गरिदिएपछि चाहिँ यो यहाँनिर खोल्यो है त S1 S2 भनेर। अब मलाई के गर्नु पर्यो, जस्तो म अब यहाँनिर गएर एउटा प्याराग्राफ लेखिदिन्छु। लोरेम यहाँनिर लोरेम भनेर हाल्नु के आउँछ रे, के र्यान्डम टेक्स्टहरू आउँछ भनेर भनेको थिएँ है त। अब म यहाँनिर ब्राउजरमा गयो भने चाहिँ के हुन्छ भन्दाखेरि यसलाई मैले कन्ट्रोल S सेभ गर्न चाहिँ बिर्सेँ। यहाँनिर डट आयो भने सेभ भएको हुँदैन, यसले सेभ गरिदिन्छु। अब म यहाँनिर गएर हेरेर भने रिफ्रेस पनि गर्नु परेन। मैले लेखेको कुराहरू चाहिँ के हुन्छ, मैले उता कोड लेख्दै जान्छु, यता अटोमेटिकली उता लेखेको कोड HTML मा लेखेको कोड चाहिँ यतापट्टि वेबसाइटमा डिस्प्ले भइरहेको हुन्छ है त। यो तिमीले के हो तिमीले बुझ्नु परेन। 127.0.0.1 भनेको चाहिँ हाम्रो लोकल होस्ट हो। हामीले यो वेबसाइट त अहिले अनलाइनमा पारेको छैन नि त, हामीले कहाँ गरेको छ, हाम्रो आफ्नै लोकल होस्टमा हामीले आफ्नै कम्प्युटरमा गर्दैछौँ। त्यही भएर यो चाहिँ हाम्रो लोकल होस्ट भन्छ यसलाई है त। सबै कुराहरू चाहिँ हाम्रो कम्प्युटर सिस्टममा तिमीले यसलाई एक्सेस गर्न पाउँदैनौ। यो कुराहरू भयो। अब हामीले चाहिँ अब जति पनि कोडहरू लेख्छौँ सबै कुराहरू यहीँ लेख्छौँ भनेर भनेको थिएँ है त। सो मैले प्याराग्राफ्स भनेर लेखेँ। यसले चाहिँ कमेन्ट गरेको भन्छ है त। जस्तो मैले यहाँनिर हेडिङ्स भनेर लेखेँ, कमेन्ट जस्तै कि जस्तो तिमीले कहिलेकाहीँ नोट बनाउँदाखेरि केही कुराहरू चिन्ह लाउँछौ नि। अब मैले के भने हेडिङ्स भनेर चाहिँ S1 देखि S6 सम्म हेडिङ्स हुन्छ। प्याराग्राफ्स भनेर चाहिँ यसरी P ट्याग लेखेर प्याराग्राफ ओपन हुन्छ अनि P ट्याग भित्र केही कन्टेन्टहरू लेखिन्छ भनेर चाहिँ मैले यहाँनिर के गरेँ, कमेन्ट लेखिदिएँ। अब यो चाहिँ प्याराग्राफ हो भनेर। अब प्याराग्राफ पछि अरू के होला त, अझै अर्को म एउटा प्याराग्राफ बनाउँछु। यसमा लोरेम 12 हाल्यो भने चाहिँ 12 र ओडाउँछ है त। अब यहाँनिर हेर है त तिमीहरूले अब यहाँनिर यो एउटा प्याराग्राफ हो, तिमीलाई थाहा छ होला अभियसली यो अर्को प्याराग्राफ हो
होइन यो दुईटा प्याराग्राफ बिच चाहिँ तिमीलाई के चाहियो अथवा जस्तो यहाँनिर पछि चाहिँ मलाई चेन्ज गर्नुपर्ने छ भनेर जस्तो लाग्यो है त। यसलाई मैले मेट्दिएँ यसलाई, अहिले यसलाई मैले हटाइदिएँ है त तिमीहरूलाई बुझाउनुको लागि। जस्तो हो यसलाई मैले फर्मेट गरेँ भने चाहिँ चिटिक्क मिल्छ है त। जस्तै यहाँनिर यो वाट पछि चाहिँ मलाई स्पेस चाहियो भने तिमीले यहाँनिर इन्टर हान्यो भने यहाँनिर के भइरहेको छ लगातार आइरहेको छ नि त यहाँनिर। ल हेर मैले के भनेको यो वाट पछि चाहिँ यसलाई चाहिँ अर्को लाइनमा लिएर आउनु खोजिरहेको थिएँ नि त, आएन। अब मलाई चाहिँ यो वाट पछि अर्को लाइनमा लिएर आउनु पर्यो भने कि चाहिँ यसलाई मैले अर्को पी ट्यागमा हाल्नु पर्यो हो। यसलाई यसरी कन्ट्रोल एक्स गरेर पी ट्यागलाई खोलेर यहाँ हाल्यो भने यसरी पी ट्यागमा हाल्यो भने चाहिँ यो अर्को लाइनमा आयो। तर मलाई यसरी अर्को प्याराग्राफ ट्याग बनाउनु छैन, मलाई चाहिँ के गर्नु छ त भन्दाखेरि एउटै प्याराग्राफ ट्यागमा लेखेको कुरा यहाँनिरबाट चाहिँ छुट्टियोस् तल आओस् भन्ने लाग्छ नि। बिआर ट्याग तिमीलाई थाहा छ नि, बिआर भनेको विशाल दिजाल होइन है फेरि बिआर ट्याग। अब मैले के गरेँ यति हुन्छ लाइन ब्रेक हुन्छ त्यसपछि यो चाहिँ तलपट्टि आइदिन्छ। बिआरको काम चाहिँ यो ल हेर के भयो यहाँनिरसम्म आयो लाइन ब्रेक, बिआरले के गर्छ लाइन ब्रेक गर्यो अनि यसले चाहिँ तल लिएर आइदियो। अब मैले यहाँनिर फेरि अर्को बिआर लेखेँ भने के हुन्छ, दुईवटा बिआर लेखिदिन्छु मैले। अर्को बिआर लेखेँ भने के हुन्छ त्यहाँनिर अब हल्का प्याराग्राफ चेन्ज गरेर जस्तै यहाँनिर स्पेस लिएर आइदियो भने हल्का जुम गरौँ है, तिमीले देखिरहेको होला है त। हल्का यति जुम गऱ्यो भने चाहिँ देख्छौ ल, फेरि अक्षरै नदेख्यो भने त तनाव हुन्छ। के गर्दै यो पछि बिआर ट्यागले के गर्दैछ बिचमा चाहिँ लाइनलाई ब्रेक लिएर आउँदो रहेछ। अर्को कुरा चाहिँ यहाँ 4 ट्याग भन्ने छ यहाँनिर यस्तो गरिदिउँ है त लाइन ब्रेक। अब के गर्छु यो कमेन्ट गऱ्यो भने चाहिँ तिमीले पछि बुझाउन सजिलो हुन्छ। बिआरले के गर्दैछ लाइन ब्रेक। अब मैले यहाँनिर फेरि म के गर्छु त लरेम 50 लेखिदिन्छु। लरेम 50 लेखेपछि चाहिँ मलाई यहाँनिर कहाँनिर गएर यस्तो यो एक्सक्लामेसन मार्क्स एयुटी पछि चाहिँ तीनटा एक्सक्लामेसन मार्क्स पछि चाहिँ एउटा लाइन चाहियो यहाँनिर होरिजेन्टल लाइन चाहियो एउटा या 4। अब यहाँनिर कहाँ छ यो लाइन, यो पछि लाइन चाहियो भनेको थिएँ नि मैले होइन। अब होरिजेन्टल लाइन चाहियो भने मैले यहाँनिर आएर या आर लेख्दैन के आउँछ आउँछ यहाँनिर एउटा होरिजेन्टल लाइन चाहिँ आउँछ। ल हेर एक्सक्लामेसन मार्क्स पछि के आयो यहाँनिर एउटा लाइन यसरी आयो। यसले चाहिँ लाइन बिआरले चाहिँ लाइनलाई ब्रेक गरिदियो, व्हाइट स्पेसेस आइरहेछ। र यदि मलाई केही कुरा पछि एउटा यसरी लाइन चाहिरहेको छ भने चाहिँ मलाई यसरी लाइन लिएर आउनुको लागि चाहिँ एचआर भन्ने ट्याग हुन्छ। अब अरू के हुन्छ होला त है त, मसँग बुक पनि छैन तर मलाई जहाँसम्म लाग्छ याद छ है त। अब जस्तो तिमीहरूलाई अर्को कुरा हुन्छ इमेज ट्याग भन्ने हुन्छ है त। अब तिमीहरूले चाहिँ कोड लेख्दा कसरी लेख्थ्यौ आइएमजी एसआरसी इक्वल्स टु अनि त्यसपछि गएर यसरी लेख्थ्यो है त, एक लाइन कोडले एक लेख्थ्यो। अब मलाई चाहिँ के थाहा छ त भन्दाखेरि यो त हाम्रो सजिलो खाले भिएस कोड हो। यसमा त हामीले सजिलो आइएमजी भनेर टाइप गऱ्यो भने यसले यसरी दिन्छ। अब आइएमजी भन्ने ट्यागले चाहिँ के गर्छ अरे अब यहाँनिर इमेज इन्सर्ट गर्न मिल्छ है त, इमेज आइएनएसईआरटी। यो चाहिँ व्हाइट बोर्ड हो है हाम्रो। यो कमेन्ट गरेको भनेको सब अब यहाँनिर अहिले मैले रिभिजन गराइदिनु पऱ्यो भने हेडिङ्स यति हुन्छ, प्याराग्राफ यसरी लेखिन्छ, लाइन ब्रेक यसरी दिन्छ। मलाई के भयो सजिलो भयो त तिमीलाई बुझाउनलाई। अनि इमेज यसरी गरिन्छ। अब यहाँनिर मैले होरिजेन्टल लाइनको लेखिनँ है त, यसले चाहिँ के भन्छ कमेन्ट एक्जिक्युट हुँदैन है त। होरिजेन्टलको लाइनको लागि यो हुन्छ, इमेज इन्सर्ट गर्नको लागि यो हुन्छ। अब सोर्स भनेको चाहिँ मेरो कम्प्युटरमा मैले यहाँ यो वेब पेजमा देखाउन खोजेको इमेज चाहिँ कहाँ छ त्यसको डेस्टिनेसन दियो भने बल्ल यहाँनिर इमेज आउँछ। इमेज राख्ने तरिका दुई तरिकाको हुन्छ है त। म गुगलमा जान्छु इमेज भनेर सर्च गर्छु। अब मानौँ यो एउटा के को इमेज हालिदिउँ त भन्दाखेरि यो सुगाको यो ठिक छ के को इमेज हालिदिउँ, यो माउन्टेनको इमेज हालौँ है त। अब यो इमेज मलाई यदि देखाउनु छ भने राइट क्लिक गर्ने है, इमेजको राइट क्लिक गरेपछि यहाँनिर कपी इमेज एड्रेस भनेर हुन्छ। यदि मैले यसलाई कपी गरेर यदि यो सोर्समा हालिदिएँ भने कन्ट्रोल भी गरेर के लाग्छ तिमीलाई अब त्यो इमेज चाहिँ मेरो वेब पेजमा देखिन्छ। देखियो यो के भयो यसमा यो यति बेला चाहिँ के भयो भन्दाखेरि मेरो इमेजको सोर्स के भयो मैले अनलाइनबाट लिएर आएँ। यो इमेज कहाँ छ काहीँ न काहीँ अनलाइनमा छ। त्यो इमेजको डेस्टिनेसन के हो यो हो। यदि यो इमेजमा यदि मैले यो लिङ्कलाई मैले यहाँनिर पेस्ट गरेँ भने यदि मैले यो लिङ्कले कन्ट्रोल भी गरेर गरेँ भने के हुन्छ यो इमेज आउँछ। अब यो इमेज मलाई चाहियो भने मैले के गरेँ त भन्दाखेरि अहिलेको इमेजको सोर्सलाई राइट क्लिक गरेर कपी इमेज एड्रेस गरेर यदि मैले सोर्समा यसरी हालेँ भने यदि अनलाइनमा कुनै पनि इमेज छ भने त्यो इमेज मैले यहाँनिर हेर्न मिल्यो। जस्तै अब मेरो अनलाइनमा भएको फोटोलाई चाहिँ म राख्छु है त, विशाल रिजालको अब कुनै न कुनै फोटो होला। अब यो फोटोलाई मैले त्यहाँनिर देखाउनु पऱ्यो भने कि त मैले मेरो ल्यापटपमा भएको कुरालाई चाहिँ एड्रेस दिनु पर्यो कि त मेरो अनलाइनको एड्रेस दिनु पर्यो। राइट क्लिक गरेर कपी इमेज एड्रेस गर्छु अनि सेम सोर्समा गएर चाहिँ मेरो सोर्स भनेको चाहिँ यसमा गएर चाहिँ यसलाई यसरी पेस्ट गर्छु डबल कोटबाट बाहिर कन्ट्रोल एस गरेर यदि म यहाँनिर मेरो वेब पेजमा गयो भने मेरो फोटो आयो भने यो फोटो अहिले कहाँबाट आइरहेछ, यो फोटो आइरहेछ अनलाइनबाट, किनकि मैले यो अनलाइनको सोर्स दिएँ नि त, अनलाइनको सोर्स दिएँ होइन, त्यही भएर यो फोटो चाहिँ त्यहाँबाट आइरहेछ।
अब अर्को कुरा भनेको मेरो फोटो त यो मेरो फोटोहरू त उसमा पनि हुनसक्छ नि त, डेस्कटपमा मेरो यो ल्यापटपमा पनि हुनसक्छ नि त होइन, हुँदैन र मेरो फोटो त टन्नै हुनसक्छ। अब जस्तो यहाँनिर यो के हो डिजिटल विशाल भनेको, सो ओके यो एउटा इमेज छ होइन, यो अब यो इमेजलाई चाहिँ मैले अब देखाउनु पर्यो भने यो इमेजको डेस्टिनेसन क्या यो कहाँ छ, यहाँ माथि हेर्ने डाउनलोड्स भन्ने फोल्डरभित्र रहेछ। यदि यो लामो यो यत्रो डेस्टिनेसन दिन यदि मलाई झ्याउ लाग्छ जस्तो लाग्यो भने चाहिँ म के गर्छु त भन्दाखेरि अघि मेरो जुन विशाल डिजिटल फोल्डर थियो नि त्यहीँभित्र गएर इमेजलाई राखिदिन्छु। अब यो फाइल र यो इमेज त नजिक नजिक छ नि त। अब म के गर्छु भन्दाखेरि अब यसमा चाहिँ स्ल्यास गऱ्यो भने के आउँछ विशाल डट एचटिएमएल भन्ने यो इमेज हो नि, यसलाई कन्ट्रोल एस गर्छु मैले यता गएर। अब यता गएर चाहिँ मैले हेरेँ भने त्यो इमेज चाहिँ आउनु पर्ने हो तर आएन, किन आएन यो मेरो विशाल एचटिएमएल पो मैले गरेछु स्ल्यास विशाल रिजाल डट पिएनजी, यो हो नि त इमेज मेरो सोर्स। यो इमेज कहाँ छ, यो फाइलको यही फोल्डरभित्रको स्ल्यास विशाल डिजिटल विशाल पिएनजी भन्ने फाइल छ। अनि यदि यो इमेज डिस्प्ले हुन पाएन, यो इमेजको नाम के हो, इमेजको नाम हो डिजिटल विशाल। अब यो अल्टको काम के हो हेर है त, ल हेर अब के भयो यो इमेज पनि यहाँनिर आइपुग्यो। अब तिमीहरूलाई मैले भनेको थिएँ नि हामीले एक्स्ट्रा कुराहरू दिन मिल्छ भनेर, यो आइएमजी भनेको चाहिँ ट्याग हो हेर है, तिमीहरूलाई मैले अब सब कुरा यहाँबाट बुझाइदिन्छु है त। यो आइएमजी भनेको चाहिँ ट्याग हो भने यदि यहाँभित्र सोर्स छ अथवा अल्ट छ भने यसलाई भन्छ एट्रिब्युट। यसले के गर्छ अझै एडिसनल कुराहरू चाहिँ लिएर आउनुको लागि हेल्प गर्छ। यिनीहरू के हो एट्रिब्युट हो, आइएमजी भनेको चाहिँ ट्याग हो, यिनीहरू भनेको एट्रिब्युट। अब यसको इमेज त धेरै लामो भयो नि त, म के गरिदिन्छु विड्थ भनेर चाहिँ यसलाई चाहिँ 100 पिक्सल भनेर, यदि मैले विड्थ 100 पिक्सल दिएँ भने के हुन्छ यो इमेज छोटो भयो सानो भयो, यो धेरै नै छोटो भयो, यसलाई अलिकति ठुलो बनाइदिउँ है त। यसलाई के गरिदिउँ भन्दाखेरि 400 पिक्सल गरिदियो भने के हुन्छ होला, इमेजको 400 पिक्सल गरिदियो भने चाहिँ ल हेर इमेज यसरी आयो। अब अर्को कुरा तिमीलाई लाग्ला म हेरेँ एउटा फोल्डर बनाउँछु है त, आइएमएजिएस इमेजेस भन्ने फोल्डर बनाउँछु, विशाल रिजाल यहाँभित्र हालिदिन्छु। अब तिमीहरूलाई यो फोल्डर स्ट्रक्चर गाह्रो लाग्ला, एउटा विशाल रिजाल भन्ने फोल्डर छ, त्यहाँभित्र एउटा एचटिएमएल फाइल छ, त्यहाँभित्र अर्को फोल्डर छ इमेजेस भन्ने, त्यहाँभित्र चाहिँ के छ इमेज छ। अब यहाँनिर गएर तिमीहरूले हेऱ्यो भने अहिलेको इमेज आउँदैन, किन आउँदैन भन्दाखेरि मैले के गरेँ मेरो इमेज यहाँनिर भएको इमेजलाई मैले अर्को ठाउँमा लगेर राखिदिएँ, मैले यसको पाथ डेस्टिनेसनलाई चेन्ज गरिदिएँ। अब यता हेरेँ जब यो इमेज भेटेको छैन त्यति बेला डिजिटल विशाल भनेर आइरहेको होला है त। यहाँनिर इमेज नभेटेको बेलामा अल्टले के गर्दो रहेछ, अल्टले चाहिँ के गर्छ भन्दाखेरि यदि त्यसले इमेज भेटेन भने बाई चान्स यदि इमेज देखिएन भने त्यसको इमेजको नाम के हो डिजिटल विशाल रहेछ भनेर यहाँनिर देखाइदिरहेको छ। यो इमेजको नाम के त डिजिटल विशाल थियो नि त होइन, इमेज देखिदिँदा यो देखिन्न तर इमेज नदेखिँदा दियो। अब फेरि मैले अहिलेको इमेजको डेस्टिनेसन त चेन्ज गरेँ नि त। अब हामीले केही कुरा राख्नु स्ल्यास गऱ्यो भने कहाँ छ इमेजेस भन्ने फोल्डर भित्र के छ डिजिटल विशाल छ। अब मैले के गरेँ बल्ल यो इमेजको राइट पाथ दिएँ होइन। जस्तो अब मलाई चाहिँ प्रशंसाको घर जानु पर्यो भने म के गर्नु पर्यो, कि त मलाई प्रशंसाको घर थाहा हुनु पर्यो, नत्र भने के गर्नु पर्यो कसैलाई सोधी भए पनि त्यहाँ जानु पर्यो। यदि नत्र भने मैले प्रशंसाको घर नगइकन म सिद्धिकाको घर गयो भने मैले प्रशंसालाई भेट्छु त भेट्दिनँ नि त। अहिले के भयो थियो अर्कै फाइल डेस्टिनेसन थियो, अब के भयो राइट फाइल डेस्टिनेसन भयो। अब के गर्छ त इमेज बल्ल आयो होइन। अब इमेज आउँदाखेरि चाहिँ त्यो अल्टरनेटिभ ट्याग चाहिँ आउँदैन। बाई चान्स यदि हाम्रो यो इमेज देखिएन भने मैले यहाँ सोर्समा केही नै राखिनँ, देखिएन भने के आउँछ यो अल्टरनेटिभ टेक्स्ट चाहिँ यसरी डिस्प्ले भइदिन्छ। ल यसरी चाहिँ इमेज हाल्न मिल्यो। अर्को हुन्छ एङ्कर ट्याग भन्ने हुन्छ है त, एङ्कर लिङ्क यसले चाहिँ के गर्छ त म यहाँनिर डेफिनेसन लिङ्क एनदर वेबसाइट। अब एङ्कर तिमीले लेख्दा ए लेख्थ्यो होइन, एचआर के गर्थ्यो भने एचआरइएफ यसरी टाइप गर्थ्यो नि होइन। अब मलाई के सजिलो हुन्छ त भन्दाखेरि ए लेखेर इन्टर गऱ्यो भने चाहिँ मलाई यो आउँछ है भन्ने थाहा हुन्छ है त। त्यस्तै गरी अघि हाम्रो इमेजको सोर्स इमेज डिस्प्ले गराउनको लागि इमेजको सोर्स हालेको थियौँ नि। अब म यहाँनिर विशाल डिजिटल चाहिँ मलाई बुझाउनको लागि सजिलो हुन्छ है त। म यहाँनिर फेसबुक होइन विशाल रिजाल भनेर लेख्छु, विशाल रिजाल भनेर लेख्छु अनि यहाँनिर मेरो वेबसाइटको लिङ्क लिएर आउँछु है त। म यहाँनिर कन्ट्रोल एक्स गरेर यहाँनिर राख्छु, कन्ट्रोल भी तिमीहरूले म देखाउँछु है। अब मैले यसलाई रन गर्दा बित्तिकै यहाँनिर यस्तो कुरा आउँछ है त। कस्तो कुरा आउँछ भन्दा कतै न कतै यहाँ विशाल रिजाल आयो। अब तिमीहरूले अब यहाँनिर फेरि यो कस्तो झ्याउ भयो है, यहाँनिर इमेज पछि चाहिँ लाइन ब्रेक भएन, यसलाई म बिआर गरिदिन्छु तल सारिदिन्छु। बिआर गरेपछि के हुन्छ, अब बिआर गरेपछि इमेजको ठाउँमा यो तल आयो विशाल रिजाल आएन। किन आएन भन्दाखेरि अझै एउटा बिआर गरौँ है, किन आएन यो तल। ल आयो है त यो विशाल रिजाल यहाँ तलपट्टि आयो, तिमीहरूले देखिरह होला यहाँनिर। अब यता हेर यो एङ्कर ट्यागले चाहिँ के गर्छ भन्दाखेरि अब म यहाँनिर गएँ नि मेरो माउस हेर त, यो माउस अहिले कस्तो छ ट्रायङ्गल सेपको चुच्चो परेको छ नि।
जता लाँदा पनि त्यही छ। तर म यहाँनिर नजिकै गयो भने यहाँनिर ल हेर यहाँनिर के आउँछ माउस जस्तो आउँछ। यदि मैले यसमा क्लिक गरेँ भने म के गर्छु त भन्दाखेरि म वेबसाइटमा पुगेँ। कसको वेबसाइटमा? विशाल रिजाल भन्ने मान्छेको वेबसाइटमा यसरी पुगेँ। यसले चाहिँ के भनेको भन्दाखेरि यो कोडले जब पनि कोही मान्छेले यो विशाल रिजाल भन्नेमा क्लिक गर्छ तैँले यसलाई कहाँ पुऱ्याइदे यहाँ पुऱ्याइदे भनेर भनेको। के भनेको जब पनि कोही मान्छेले यो विशाल रिजालमा क्लिक गर्छ तैँले त्यो मान्छेलाई यहाँ पुऱ्याइदे भनेर भनेको। बुझ्यो? यो भनेको डेस्टिनेसन। अब यसमा जे पनि लेख्न पाइयो। जस्तो अरू कुनै विकिपिडिया लेखौँ, विकिपिडिया भनेर लेखेँ है त। अब मैले यहाँनिर विकिपिडियाको लिङ्कलाई कपी गर्छु wikipedia.org भनेर। wikipedia.org को लिङ्क चाहिँ म यहाँनिर राखिदिन्छु। अब टेक्स्ट यहाँनिर जे पनि हुनसक्छ। अब अहिलेको जसरी नै म अब यहाँनिर कहाँ गयो विशाल, अब यसमा क्लिक गरेर म कहाँ पुग्छु विकिपिडियामा पुग्छु। पुगेँ विकिपिडियामा भनेको अब यहाँनिर टेक्स्ट चाहिँ चेन्ज गर्नु पऱ्यो है त। यहाँनिर चाहिँ के लेख्नु पऱ्यो विकिपिडिया भनेर लेख्नु पऱ्यो। विकिपिडिया भनेर यसरी लेख्नु पऱ्यो। सो के भनेको भन्दाखेरि जब पनि कोही मान्छेले यसमा क्लिक गर्छ यसमा अर्को ठाउँमा पुऱ्याइदिए। यो भनेको हाम्रो वेबसाइटभित्रै म एउटा अर्को फाइल के बनाएँ भन्दाखेरि यहाँनिर यहाँभित्र आएर जस्तो hello.html भनेर बनाएँ। hello.html मा तिमीलाई थाहा छँदैछ मैले धेरै कोड लेख्नु पर्दैन। हेलो एउटा प्याराग्राफ छ हैन, हेलो भनेर लेखेँ। के गरेँ मैले यहाँनिर एउटा अर्को फाइल बनाएँ। अब मैले के गरेँ भन्दाखेरि जस्तो तिमीहरूलाई अब म बुझाउँछु है त। /hello.html अब यहाँनिर मैले हेलो लेखेँ। हामीले यो अर्को वेबसाइटमा जान मात्रै मिल्दैन है त। अब मैले के भनेको भन्दाखेरि जब पनि कोही मान्छेले हेलोमा क्लिक गर्छ त चाहिँ कहाँ पुग भन्दाखेरि /hello.html मा पुग भनेर भन्छु है त। अब म यहाँनिर क्लिक गरेँ है त। मेरो hello.html मा के थियो हेलो थियो नि त। हेलो कुरा यहाँनिर डिस्प्ले भयो। ल हेर यसरी म आफ्नै वेबसाइटभित्र पनि यसरी ट्राभर्स गर्न सक्छु भने मैले अरूको वेबसाइटमा पनि जान सक्छु। ल हेर बुझ्यौ मैले के भने भन्दाखेरि जब पनि कोही मान्छेले हेलो भन्नेमा क्लिक गर्छ तब त कहाँ जा मलाई कहाँ पुऱ्याइदिए /hello.html भन्नेमा पुऱ्याइदिए। /hello.html भनेको हो नि त। अब म हेर यहाँनिर देखाउँछु है। यसमा क्लिक गरेँ /hello.html म पुगेँ। योभन्दा अगाडिको त एउटै हुन्छ नि त डोमेन विशाल रिजाल facebook.com जस्तै। बुझ्यौ नि मेरो आफ्नै वेबसाइटभित्रको कुरामा चाहिँ म यसरी ट्राभर्स गर्न मिल्दो रहेछ भन्ने कुरा मलाई थाहा भयो। ल यो कुराहरू भयो त। यसलाई भन्छ एङ्कर ट्याग। अब एङ्कर ट्याग अरू वेबसाइटमा लागेको हेर्ने हो भने तिमीहरूले म देखाउँछु। अब म यहाँनिर जस्तो म यहाँनिर केही न केही नेपाल भनेर सर्च गरिदिन्छु है त। नेपाल भनेर सर्च गरेँ। नेपाल भनेर सर्च गर्दै गर्दा अब हेर यो एङ्कर ट्याग हो कि होइन त के लाग्छ तिमीहरूलाई? यसमा मैले यसरी क्लिक गरेँ भने म अर्को ठाउँमा पुगेँ नि। द इन्डो जेनेटिक प्लेन भन्ने ठाउँमा पुगेँ नि होइन। यहाँनिर क्लिक गर्दा साउथ एसियामा क्लिक गर्दा म साउथ एसियामा पुगेँ। भनेपछि यो विकिपिडियामा कति धेरै एङ्कर ट्याग छ है यी। अब म यहाँ क्लिक गर्छु यहाँ क्लिक गर्छु यो के हो एङ्कर ट्याग हो कि होइन त भन त मलाई एङ्कर ट्याग हो किन? अब म यसमा यसरी राइट क्लिक गरिदिन्छु म यो अर्को ठाउँमा पुगेँ। तर यो अर्को ठाउँ पनि के छ विकिपिडियाकै छ। मैले के गरेँ अघि एउटै वेबसाइटबाट एउटै वेबसाइटमा जान जस्तो म तिमीलाई विशाल रिजालमा ल देखाएँ है त। जस्तो अब यदि मैले यो सब्सक्राइबमा क्लिक गरेँ भने म कहाँ पुग्छु म मेरो अर्को वेबसाइटमा पुग्छु। मैले के भने भन्दाखेरि जब पनि कोही मान्छेले यो सब्सक्राइबमा क्लिक गरिदिन्छ मलाई कहाँ पुऱ्याइदियो भने मैले मेरो युट्युब च्यानलमा पुऱ्याइदियो भनेर भने। त्यस्तै गरी अब यदि कसैले यो अनलाइन क्लास भन्नेमा यसरी क्लिक गर्छ भने म कहाँ पुग्छु म मेरै वेबसाइटभित्रको अर्को पेजमा पुग्छु। बुझ्यो यसलाई भन्छ यसलाई बटन पनि भन्छ अथवा यो माथिको चाहिँ एङ्कर्सहरू भयो यसरी चाहिँ भन्न मिल्छ है त। ल अब अर्को कुरा भनेको चाहिँ तिमीहरूले बुझ्नै पर्ने भनेको यसलाई भन्यो एङ्कर ट्याग। केही छैन हामी पढ्नु चाहिँ पर्छ है अहिले टाइम। अब हाम्रो अरू के बाँकी होला त जस्तै यु अन्डरलाइन इट्यालिक एन्ड बोल्ड। अब यु लेख्यो भने अन्डरलाइन आउँछ कि आइएम अन्डरलाइन लेख्छु त म सरी आइएम अन्डरलाइन। यसलाई म मल्टिपल बनाइदिन्छु सरी यसलाई मल्टिपल बनाउनु पर्दैन है त। आई लेख्छु आइएम इट्यालिक अनि बी लेख्छु यसलाई काट्दिन्छु कि ठुलो आइएम बोल्ड। अब मैले यसलाई रन गरेँ भने के हुन्छ तिमीलाई थाहा छ होला यसको आउटपुट चाहिँ है जहाँसम्म लाग्छ। यसलाई ब्याक गरौँ यो हाम्रो होइन। ल हेर यहाँनिर आइएम अन्डरलाइन आइएम इट्यालिक आइएम बोल्ड भनेर आयो। यदि कुनै पनि यु ट्यागभित्र छ भने त्यसको तलपट्टि यसरी अन्डरलाइन आउँछ कहाँ छ अन्डरलाइन। अनि आई भित्र छ भने इट्यालिक हुन्छ अनि बोल्ड भित्र बी भित्र छ भने यसरी बोल्ड हुन्छ। यो कुराहरू भयो। अब तिमीहरूले हेर्छौ भने यहाँनिर उस आइरहेको छैन है त। बिआर लेखिदियो है के हुन्छ यसले नयाँ नयाँ लाइनमा अथवा एउटा लाइन ब्रेक लिएर आइदिन्छ है त। ल यो कुराहरू भयो यसरी चाहिँ गर्न मिल्यो आइएम अन्डरलाइन आइएम इट्यालिक आइएम यो भयो त। हेलो पछि पनि एउटा बिआर गरिदिउँ
कहाँ छ हिलो यहाँनिर बिआर गरिदियो भने के हुन्छ बिआर गरिदियो भने त्यो पनि गायब हुन्छ है त यतापट्टि निस्किन्छ यसरी ल यो कुराहरू भयो अर्को भनेको अब हामी सुपर स्क्रिप्टेड र सब स्क्रिप्टेड हेरौँ है त सुपर SCRIPTED सुपर स्क्रिप्टेड एन्ड सब SCRIPTED ल सुपर स्क्रिप्टेडमा अब हामी A+B को होल स्क्वायर वाला फर्मुला हेरौँ है म एउटा प्याराग्राफ ट्याग ओपन गर्छु प्याराग्राफ ट्याग ओपन गर्दिनँ म S1 ट्याग ओपन गरिदिन्छु हैन S1 ट्याग भित्र चाहिँ म के लेखेँ भन्दाखेरि A+B अब A+B को होल स्क्वायर भनेको त माथि आउँछ नि त म के गरिदिन्छु SUP सुपर भनेर लेख्छु है त S स्क्वायर भनेर को हो यो रौनक चौधरीले लेफ्ट गरेछ है लेफ्ट चाहिँ गर्नु भएन है त ल हेर्दै गर है ल यता हेर सुपर स्क्रिप्ट भने यसमा ट्याग खोले एउटा A+B को होल स्क्वायर लेखेँ है त मैले यहाँनिर अब यहाँनिर ए के भयो तल पो आइदियो त मैले के गरेँ सब पो गरेँ चाहिँ सुपर गर्ने है त सुपर गर्नु पर्यो A+B को होल स्क्वायर लेख्दा बित्तिकै अब यहाँनिर के आउनु पर्यो A+B को होल स्क्वायर आयो है यसरी सुपरभित्र लेखेको चाहिँ यसरी आउँछ अब मलाई के चाहियो इक्वल्स टु भनेर लेख्छु है त म अब यहाँनिर A स्क्वायर चाहियो भने के लेख्नु पर्यो सुपर A स्क्वायर अनि प्लस के हो प्लस 2AB प्लस B अनि सुपरको स्क्वायर अब हेरौँ है ल हेर अब यहाँनिर हल्का जुम गरिदिन्छु यसरी यसलाई चाहिँ यसरी मिलाउनु पर्यो है चिटिक्क बनाउनु पर्यो है ल A+B भयो मलाई स्क्वायर चाहियो नि त्यसलाई मैले सुपरभित्र हालिदिएँ A स्क्वायर चाहिने हो नि त्यसलाई मैले सुपरभित्र हालिदिएँ 2AB त केही पनि होइन 2AB अनि प्लस B स्क्वायर चाहिने हो नि B स्क्वायर भयो मैले यसलाई सुपरभित्र हालिदिएँ अब यहाँनिर गएर तिमीहरूले हेऱ्यो भने पक्कै पनि सुपर सब भएछ त्यहाँनिर कहाँनिर सब भयो ओके सरी यहाँनिर सब भएछ है त यसलाई चाहिँ सुपर बनाउनु पर्यो ल A+B को होल स्क्वायर इक्वल्स टु A स्क्वायर प्लस 2AB प्लस B स्क्वायर यसरी चाहिँ सब स्क्रिप्टेड टेक्स्ट र सुपर स्क्रिप्टेड टेक्स्ट अब तिमीहरूले A+B को होल क्युबको चाहियो भने पनि तिमीहरूले यसरी गर्न सक्ने भयो अर्को भरि म अर्को S1 खोल्छु म चाहिँ के गर्छु त भन्दाखेरि S2O लेख्न ट्राई गर्छु है त S2O यसरी लेख्यो भने के हुन्छ यसरी लेख्यो भने त 2 जस्तोको जस्तै आउँछ नि त नर्मल आउँछ तर मैले यदि मैले यसलाई SU सबमा राखेर 2 गऱ्यो भने के हुन्छ हेर है S2O भनेर आउँछ है त तलपट्टि आउँछ सबमा चाहिँ S2O इक्वल्स टु के गर्नु पर्यो S2 चाहियो नि SUB S2 प्लस O2 के हो S2 प्लस O अनि फेरि यसलाई सब गर्नु पर्यो O2 S2 प्लस S2O इक्वल्स टु S2 प्लस O2 ल हेर S2O इक्वल्स टु S2 प्लस O2 सो सुपर स्क्रिप्ट यस्तो माथिपट्टि झुन्डेको चाहियो भने चाहिँ हामीले यसलाई चाहिँ सब भन्ने SUP भन्ने भित्र हाल्नु पर्यो सुपर ट्याग भित्र हाल्नु पर्यो तलपट्टि चाहियो भने चाहिँ सब SUB भन्ने ट्याग भित्र हाल्नु पर्यो है त त्यसपछि के हुन्छ हाम्रो सुपर ट्याग र सब स्क्रिप्टेड ट्याग र सुपर ट्याग भन्ने चाहिँ यसरी मिलेर यसलाई चाहिँ यस्तो स्पेसेसहरूलाई चाहिँ चिटिक्क मिलाउनु पर्यो है त न त नराम्रो देखिन्छ फेरि ल यो कुराहरू चाहिँ सुपर स्क्रिप्टेड र सब स्क्रिप्टेड भयो अब अरू कुराहरू इम्पोर्टेन्ट कुराहरू भनेको यही कुराहरू छ होइन अब हामी टेबल हेर्यौँ है त टेबल HTML टेबल भन्छ यसलाई अब HTML टेबलको लागि सबैभन्दा सुरुमा हेर है अब यहाँनिर सबैभन्दा सुरुमा चाहिँ टेबल ट्यागले ओपन गर्नु पर्यो हो त्यो मैले पढाउँदाखेरि सिकाएको पनि थिएँ यहाँनिर एक्सक्याली हेर्थ्यौँ एकचोटि हामी एक्सक्याली ड्रमा चाहिँ हामी के गर्छ यसरी मजाले पढ्न चाहिँ मिल्छ है सो अब मलाई यो सायद यो पेज चाहिएन है लगभग मलाई ल अब यदि तिमीहरूले टेबल यस्तो यहाँ हेर्नु पनि टेबल भनेर हेर टेबल त यस्तो पो आयो यसलाई कपी इमेज गरेर पेस्ट गर्यो भने ल हेर है त यहाँनिर हेर है सो यो टेबलमा चाहिँ जस्तो तिमीहरूको यो माथिको भन्छ नि जस्तो यस्तो छ नि यो यसलाई भन्छ हेडिङ्सहरू भन्छ है त यसलाई चाहिँ टेबल हेडिङ भनेर भन्छ के भन्छ यसलाई टेबल हेडिङ हेर्ने है टेबल हेडिङ भनेर भन्छ अनि तलपट्टिको यो जति पनि छ नि यिनीहरू बोर्डर रेडियसहरू यिनीहरू यो चाहिँ कन्टेन्टहरू भयो है त यो तलपट्टिको यसलाई पनि एज एन हेडिङै मानिरहेको छ किन भन्दाखेरि यो चाहिँ हाम्रो अर्को खालको हेडिङ भयो यो चाहिँ अर्को खालको हेडिङ मान्छ बक्स एड यस भनेर यसरी दिइरहेको छ है त अनि टेबलभित्र जति पनि कुराहरू हुन्छ त्यसलाई चाहिँ टेबल बडी भनेर भन्छ है त
के भन्छ रे अलिकति कन्फ्युजिङ टेबल आइदियो हो अलिकति सजिलो टेबल आइदियो हुन्थ्यो हो यो टेबल हेर भाइ बुझ्न नि गाह्रो हुन्छ नि त सक्यो ठिकै छ यो नेम जब टाइटलहरु यिनीहरु भनेको चाहिँ हाम्रो टेबल हेडिङ हुन्छ है यिनीहरुलाई टेबल हेडिङ भनेर भन्छ अनि यो तलपट्टि जति पनि यो कन्टेन्टहरु छ नि यसले चाहिँ टेबलको बडी भनेर भन्छ है त यिनीहरुलाई चाहिँ टेबलको बडी भनेर भन्छ है टेबलको बडी भनेर भन्छ सो अनि त्यसपछि गएर तिमीहरुलाई थाहै छ होला जुन तिमीले देखिरहेछौ नि यस्तो 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 लाइन के यो लाइन यस्तो एउटा लाइन दुईटा लाइन यस्तोलाई चाहिँ रो भन्छ अनि यस्तोलाई चाहिँ कलम भन्छ है त सो टेबल के हुन्छ टेबल इज इन द फर्म अफ रोज एन्ड कलम्स यो सिधा सिधाकोलाई रो भन्छ है त जस्तै यसलाई रो भन्छ यसलाई रो भन्छ अनि यसलाई पनि रो भन्छ अनि त्यसपछि गएर यसलाई कलम भन्छ यसलाई कलम भन्छ अनि यसलाई कलम भन्छ है त सो बेसिकली यसरी चाहिँ बनाउन मिल्छ अब यता हेर अब के गर्छु त म भन्दाखेरि यही सेम टु सेम टेबल बनाउन ट्राई गर्छु है त अनि यो माथिपछि यो टेबल विथ अन कोल्याप्स बोर्डर भनेको छ नि यसलाई चाहिँ टाइटल भन्छ है त टेबलको टाइटल यसले चाहिँ टेबलको टाइटल भन्छ सो अब हामी चाहिँ टेबल भनेर ओपन गरौँ अनि हामी क्याप्सन लेख्यो भने चाहिँ दिस इज टेबल ब्याबल भयो है दिस इज टेबल भनेर लेखौँ अब हामी सबैभन्दा सुरुमा टेबलको हेड बनाउनको लागि चाहिँ टी हेड भनेर लेख्छौँ टी हेडमा चाहिँ एउटा रो बनाउनु पर्यो टेबलको हेड भयो कतिवटा रो छ यहाँनिर एउटा मात्र रो छ नि त नेम जब टाइटल इमेल एड्रेस एउटा म रो बनाउँछु है त टेबल रो बनाउँछु टेबल रो भित्र चाहिँ के गर्नु पर्यो हामीले अब टेबल रो भित्र चाहिँ यो टेबलको हेडिङहरु राख्नु पर्यो नेम जब टाइटल र इमेल त्यसको लागि चाहिँ टीएस हुन्छ टीएस भन्ने हुन्छ यसमा चाहिँ नेम अनि जब टाइटल अनि इमेल इमेल अब मैले यसलाई यदि रन गरेँ भने यतापट्टि कस्तो आइरहेको होला आउटपुट यहाँ दिस इज टेबल भनेर यो चाहिँ टेबलको हेडिङ आयो हेर है त यहाँनिर अनि नेम जब टाइटल अनि इमेल अब यहाँनिर चाहिँ बोर्डर दिनु पर्यो है त बोर्डर आएन नि टेबल जस्तो भएन बोर्डर इक्वल्स टु 1 दियो भने के आउँछ यहाँनिर अब चाहिँ टेबल बनायो है त यो टेबलको हेडिङहरु चाहिँ बाइ डिफल्ट के आउँछ त बोल्ड भएर आउँछ अब हामीलाई के राख्नु छ टेबलको बडी हो नि त टी हेडबाट तल आउने टी बडी भनेर लेख्नु पर्यो टी बडी भित्र चाहिँ एउटा टेबलको रो बनाउनु पर्यो टेबलको रो भित्र चाहिँ नेममा टीडी टेबलको डेटा राख्नु पर्यो नेममा विशाल रिजाल हैन अनि त्यसपछि गएर फेरि अर्को टेबलको जब टाइटल टिचर हैन अर्को इमेल भनेको चाहिँ टीडी इमेल abc@gmail.com यसरी चाहिँ लेख्नु पर्यो है त टेबलको एउटा डेटा भन्यो ल सायद ल हेर यहाँ टेबल भयो टेबलको हेडिङ्सहरु आयो यसले भन्छ टेबलको टाइटल भन्छ क्याप्सन ट्याग भित्र लेख्छ विशाल रिजाल जब टाइटल यसरी आयो त अब तिमीहरुलाई मैले के गरे भन्दाखेरि एउटा टेबल भन्ने बनाए क्याप्सन चाहिँ यसको टेबल दिस इज टेबल अफ टिचर भनेर लेख्दै हैन टिचरको डिटेल्सहरु छ भनेर एउटा टेबल हेड बनाए त्यो भनेको माथिको हेडिङ हो टेबल रो एउटा मात्र रो छ नि त ल हेर यहाँनिर कतिवटा रो छ त हाम्रो टेबलमा टेबलको हेडिङमा एउटा मात्र रो छ नि त त्यसपछिको भनेको बडी हो अनि यो भनेको कन्टेन्टहरु हो अनि टीएस भित्र नेम जब टाइटल र इमेल भनेर बनाए र टेबल हेडलाई क्लोज गरेर मैले भ्याइदिएँ अब हाम्रो टी बडी अब नेममा के राखे विशाल रिजाल एउटा रो है त यो अब मलाई अर्को चाहियो भने म के गर्छु यसलाई कन्ट्रोल सी गर्छु टेबल रोले अर्को रो बनाउँछु यहाँ चाहिँ हाहा रिजाल अनि रोल चाहिँ के भयो हाहा भयो यहाँनिर हाहा लेख्दै है त ल अब यता हेर यहाँनिर दुईटा कुरा आयो अर्को रो बनाएँ अनि अर्को रोमा चाहिँ मैले अरू टिचरको चाहिँ डिटेल्सहरु यसलाई यसरी फिल गरेँ मैले यो कुराहरु भयो यसरी चाहिँ हामीले बनाउन मिल्छ टेबललाई चाहिँ अब जति जे बनाए पनि यसैले गर्ने हो तिमीले गर्दाखेरि चाहिँ यसरी नै गर्नु पर्यो है त ल यो चाहिँ यसरी चाहिँ हामीले चाहिँ टेबल्सहरु बनाउन सक्छौं अनि अर्को आउँछ हाम्रो इम्पोर्टेन्ट टपिक भनेको चाहिँ लगभग एउटा डिप भन्ने हुन्छ है त डिप भन्दा नि एउटा फर्म हेर्दियौं पहिला सुरु एचटीएमएल फर्म तिमीहरुले मैले कति धेरै देखाएको थिएँ है एचटीएमएल फर्म भनेको के हो भनेर सो एचटीएमएल फर्मको लागि चाहिँ जहिले पनि फर्म भन्ने ट्याग हुन्छ या ओआरएम फर्म भन्ने हुन्छ एक्सन इक्वल्स टु व्हाट भन्ने कुरालाई तिमीहरुले अहिले बिर्सिदियौ अथवा एक्सन इक्वल्स टु यो भनेको चाहिँ जब कोही मान्छेले फर्म सबमिट गर्छ नि त्यो फर्मको डेटाहरु चाहिँ कता जाने भनेर हो तर यो कुराहरु हामीलाई चाहिदैन फर्म ट्यागलाई ओपन गरौँ हैन अब यहाँनिर मल्टिपल इनपुटहरु हुन्छ है त मैले तिमीहरुले भनेको थिए इनपुट एउटा टेक्स्ट हुन्छ
हैन। अनि टेक्स्टमा चाहिँ हामीले प्लेस होल्डर राख्न मिल्छ। प्लेस होल्डरमा चाहिँ प्लिज इन्टर योर नेम भनेर लेख्यो भने अब तिमीहरूको हेर्न मिल्छ है त यहाँनिर। ल हेर प्लेस होल्डर यो फर्म भयो, प्लिज इन्टर योर नेम भनेर आयो। जब मैले टाइप गर्न थाल्छु नि त अटोमेटिकली हट्छ, मैले गायब गरेर नि आउँछ है त। हो यसै चाहिँ प्लेस होल्डर भनेर भनिन्छ, बुझ्यो। अनि यहाँनिर टेक्स्ट, अनि यो फिल्डमा चाहिँ यो इनपुट फिल्ड चाहिँ मैले के बनाएको छु, टेक्स्ट बनाएको छु। टेक्स्टको मतलब भनेको मैले यहाँनिर सबै कुराहरू इनपुट गर्न मिल्यो, यसले भन्छ टेक्स्ट है त। अब हामी एउटा लेबल भन्ने हुन्छ, लेबल भन्ने हुन्छ फर नेम भनेर लेख्छु अनि आइडी दिन्छु है त म तिमीलाई। हेर है तिमीले नबुझ्न पनि सक्छौ तर पनि केही छैन। सो लेबल चाहिँ यसरी दिने कि ल अब तिमीले बुझेको बुझेन भन्ने कुरा। ल हेर यहाँनिर के भयो, नेम, नेम के हो त, नेम के यहाँनिर के लेख्ने भनेर भनिदिएको है त। अनि लेबलमा चाहिँ तिमीहरूले यहाँनिर हेऱ्यौ भने यसको फर इक्वल्स टु नेम र यसको आइडी इक्वल्स टु नेम एउटै छ। यसले चाहिँ के गराउँछ त भन्दाखेरि यो दुइटाले चाहिँ कनेक्ट गराउँछ है त, एकअर्काले कनेक्ट गराउँछ। यो किन इम्पोर्टेन्ट हुन्छ भन्दाखेरि यो लेबल चाहिँ जब अब हाम्रो वेबसाइटहरू भनेको चाहिँ अन्धो मान्छेले पनि त चलाइरहेको हुन्छ नि त होइन। अब यो लेबल र यो फर्म इनपुट फिल्ड कनेक्ट गरिदियो भने चाहिँ के हुन्छ भन्दाखेरि हामीभित्रको कन्टेन्टहरू चाहिँ यो वेबसाइटले पढिदिन्छ कि। जस्तो तिमीले यस्तो वेबसाइट देखायो भने जहाँ चाहिँ वेबसाइटमा पढिदिन्छ अनि त्यो वेबसाइटमा आएको आवाजको आधारमा चाहिँ अन्धो मान्छेले पनि वेबसाइट चलाउन सक्छ भनेर। अब के हुन्छ यो लेबलमा चाहिँ यदि मैले नेम भनेर त्यसरी लेखिदिएँ भने चाहिँ के थाहा हुन्छ भन्दाखेरि त्यो अन्धो मान्छेलाई यहाँनिर एउटा फर्म रहेछ, त्यसमा चाहिँ हामीले मैले चाहिँ के गर्नु पर्दो रहेछ भन्दाखेरि त्यसमा चाहिँ आफ्नो नाम लेख्नु पर्दो रहेछ भन्ने कुरा थाहा हुन्छ। र अर्को कुरा भनेको चाहिँ यदि मैले एउटा कुरा भनेको यहाँ क्लिक गरेर नाम लेख्न पाएँ, अर्को कुरा भनेको चाहिँ यहाँनिर मैले बाहिर यसलाई रिफ्रेस गरेँ है त। र मैले यदि यहाँनिर नेममा यसरी क्लिक गरेँ भने पनि यहाँनिर राइटिङको लागि क्लिक क्लिक बल्छ है त, यसरी क्लिक क्लिक बल्यो नि बाहिर। एउटा भनेको यहीँबाट लेख्न पाएँ, अर्को भनेको यहाँनिर क्लिक गरेँ भने पनि यसरी चाहिँ लेख्न पाएँ। यसले चाहिँ के गरेको भन्दाखेरि आइडी फर लेबलको फर इक्वल्स टु नेम र यसको आइडी इक्वल्स टु नेम जुन यो दुइटाको नाम एउटै दिएको छु नि, यसले चाहिँ के गर्छ यो दुइटालाई कनेक्ट गर्छ। के गर्छ यो दुइटालाई कनेक्ट गर्ने काम चाहिँ गर्छ। अब त्यस्तै गरी अब हामी अर्को बनाऊँ है त, जस्तो पासवर्डको लागि बनाऊँ। सुरुमा चाहिँ लेबल बनाऊँ फर इक्वल्स टु पिडब्लु भनेर दिएँ अनि लेबलमा चाहिँ PASSWORD बुझ्नको लागि हुन्छ है त। अब इनपुटमा मैले यहाँनिर कलन गरेँ भने एउटा इनपुट बटन टाइपको हुँदो रहेछ, चेक बक्स हुँदो रहेछ, कलर हुँदो रहेछ, डेट टाइम हुँदो रहेछ, इमेल हुँदो रहेछ, फाइल, यति धेरै इनपुट टाइप हुँदो रहेछ भनेर थाहा भयो कि मलाई। अब यो कुरा मैले यदि तिमीहरूलाई यो सबै कोड मैले केमा लेख्न थालेको भए, नोटप्याडमा लेख्न थालेको भए मलाई कति जुनी लाग्थ्यो होला भन त, मलाई कति जुनी लाग्थ्यो होला यो सबै नोटप्याडमा लेख्न थालेको भए। मैले यो 2 जुनीमा पनि मैले अहिलेसम्म 90 लाइनको कोड लेखिसकेँ, 90 लाइन कोड यहाँनिर देखेको छौ तिमीहरूले। यो मैले यदि नोटप्याडमा लेख्नु पर्यो भने मैले एक एक कुरा हात टाइप गर्नु पर्थ्यो, के गर्नु पर्थ्यो, एक एक कुरा हात टाइप गर्नु पर्थ्यो, आफ्नै हातले लेख्नु पर्थ्यो। तर मलाई के भयो, कोड एडिटरले चाहिँ एकदमै सजिलो बनाइदियो है त। ल हेर अब इनपुट हामी अर्को बनाऊँ है त, इनपुट पासवर्ड भयो हेर्दै जाउँ है त अब हामी। अनि यसलाई यसरी पासवर्ड, यसरी इनपुट पासवर्ड टाइप इक्वल्स टु नेम भनेर भयो है त। के भयो तिमीहरू हेरिरहेछ होला है त, बोल्न मिल्छ है, को बोल्ने हो, ठिक छ। ह्यान्ड रेज गरेको भएर मैले बन्द गरेँ है, हेरिराख है। सबै कुराहरू मैले सबै कुराहरू थ्योरीमा पढाएको छु है त बोर्डमा, व्हाइट बोर्डमा, पोसिबल छैन। अब यो दुइटालाई पासवर्ड र यसलाई कनेक्ट गर्नु पर्यो भने यो फर इक्वल्स टु पासवर्ड र यहाँनिर आइडी इक्वल्स टु के हुनुपर्छ, सेम हुनुपर्छ भनेर भने होइन मैले, हो नि। अनि यसलाई फाल्दिएँ मैले अहिलेको लागि। अनि त्यसपछि गएर यदि मैले यहाँनिर प्लेस होल्डर इन्टर योर पासवर्ड भनेर लेख्यो भने के हुन्छ, ल हेर यहाँनिर कहाँ गयो, ल यता हेर त यो दुइटै यो नेम र पासवर्ड दुइटा एउटै लाइनमा आयो है त। अब मैले यो नेम र पासवर्डलाई तल लिएर आउनु पर्यो भने के हुन्छ, मैले यहाँनिर के लेख्नु पर्यो, BR लेख्नु पर्यो। हेर है यसरी चाहिँ युज केस थाहा हुँदै जान्छ है त, पढ्दै गएपछि। ल हेर BR लेखेपछि के भयो, यो तल आयो। अब मैले यहाँनिर टेबलको तल पनि एउटा BR लेखिदिन्छु है त। के हुन्छ भन्दाखेरि यसले हल्का ग्यापहरू देखाइदिन्छ। ल हेर है फर्म हो नि त यो होइन, HTML फर्म हो। नेम अब हेर यहाँनिर नेममा क्लिक गरेँ यहाँनिर पनि आयो, पासवर्डमा क्लिक गरेँ यहाँनिर पनि आयो। अब मैले पासवर्डमा मैले यहाँनिर पासवर्ड लेख्दैछु। ल हेर बाई डिफल्ट के भयो यहाँनिर गायब भयो है त। बाई डिफल्ट मैले टाइप गर्दाखेरि के आउँछ, कालो कालो भएर आउँछ भनेको थिएँ मैले, यसरी हो त। अझै धेरै कुराहरू हुन्छ, हामी अब बनाउँदै जाउँ गर्दै जाउँ है। अब फेरि लेबल अब यसरी नै बनाउने, लेबल फर इक्वल्स टु म के को लागि, इमेलको लागि बनाऊँ होइन। इमेल अब यहाँनिर म इमेल लेखिदिन्छु, इमेल भनेर लेखेँ। यहाँनिर मैले BR लेखेँ भने के हुन्छ, तलपट्टि आइदिन्छ। अब यहाँनिर
इनपुट भनेर लेखेँ भने यहाँनिर इमेल अटोमेटिक सजेसन आउँछ। ल हेर त, मैले लेख्नु पनि पर्दैन। आइडीमा मैले के लेख्नु पर्यो, फर र इमेल एउटै बनाउनु पर्यो। के हुन्छ त्यसपछि रिडेबिलिटी आउँछ है त। नेमलाई काट्दिउँ, धेरै एट्रिब्युटहरू हुन्छ है। यो इनपुट भनेको ट्याग हो भने हामीभित्रको सबै एट्रिब्युट हो। एट्रिब्युटले के गर्छ, कुनै पनि ट्यागलाई एडिसनल इन्फर्मेसनहरू चाहिँ दिन्छ। ल अब यता हेर है यहाँनिर, अब यहाँनिर प्लेस होल्डर लेखौँ है। प्लेस होल्डरमा चाहिँ इन्टर योर इमेल। ल हेर, अब यहाँनिर इन्टर योर इमेल जस्तो। अब मैले यहाँनिर इन्टर योर इमेलमा चाहिँ यदि मैले यसरी मात्र लेखेँ भने चाहिँ के हुन्छ, यसरी मात्र लेखेँ भने के हुन्छ, यसले चाहिँ पछि गएर भ्यालिडेसनमा चाहिँ यो तेरो इमेल होइन, प्लिज राइट इमेल लेख भनेर भन्छ है त। यसरी चाहिँ इमेलको टाइप भयो। जस्तो मैले यहाँनिर abc@gmail.com ल यसरी चाहिँ लेख्नु। यहाँ यसमा चाहिँ यो फिल्डभित्र चाहिँ हामी इनपुट मात्र लेख्छौँ। ल सेलेक्ट गर्दा यहाँ हल्का डार्क आएको, जस्तो मैले क्लिक गर्दा हेर्ने डार्क आइरहेको छ है। यो एचटीएमएलले दिएको फिचरहरू हो। अझै धेरै कुराहरू छ है त फर्ममा पनि। अब अर्को भनेको इनपुट रेडियो बटन्सहरू हामी हेर्दै जाऊँ। ल पहिला सुरु उस हेरिदिउँ है त। लेबल फर इक्वल्स टु नम्बर हेरौँ है त, नम भनेर लेखेँ। इन्टर योर फोन नम्बर। लेबल चाहिँ के हो, फोन नम्बर भनेर दिएँ है त, फोन नम्बर भनेर दिएँ। अनि इनपुट, इनपुटमा चाहिँ नम्बर भन्ने हुन्छ। आइडी मैले के गर्नु पर्यो, फर र नमको आइडी एउटै बनाउनु पर्यो। अनि यो ल प्लेस होल्डरमा चाहिँ म के गरिदिन्छु होला, युजरलाई थाहा होस् है त। इन्टर यो नम्बर भनेर दिएँ है त मैले। ल हेर अब यहाँनिर फोन नम्बर। अब फोन नम्बरमा मैले यहाँनिर विशाल लेख्दाखेरि टाइप भइरहेको छैन है त। मैले यहाँनिर लेखिरहेको छु है त, तर टाइप भइरहेको छैन है त। यी भनेको चाहिँ धेरै लेखेको भएर आएको है। धेरै लेखेपछि यी आइदिन्छ है। तिमीहरूको म्याथ पनि आउँछ नि यी भन्ने कुरो, थाहा छ होला। तर मैले यहाँनिर मेरो 9807117759। सो यसरी चाहिँ के भयो, मैले यसरी चाहिँ यदि कोही मान्छेलाई आफ्नो फोन नम्बर इनपुट गराउनु छ, अब फोनमा क्लिक गऱ्यो भने पनि यसरी आइरहेको छ है त। यसरी चाहिँ हामीले गर्नुपर्ने हुन्छ। ल ओके, अब रेडियो बटन भन्ने हेरिदिउँ होइन। रेडियो बटन भन्ने कुरा हेरिदिउँ। इनपुट रेडियो भनेर हाने चाहिँ रेडियो बटन आउँछ। आयो, तिमीहरूले पनि हेऱ्यौ होला। यसलाई चाहिँ म 3टा बनाइदिन्छु है त। के बनाइदिन्छु, 3टा बनाइदिन्छु। नेममा चाहिँ हामीले के भनेको छु, नेम एउटै हुनु पर्यो। जस्तो जेन्डर, जेन्डर भयो, जेन्डर नेम चाहिँ एउटै हुनु पर्यो है त। नेम नेम आइडीलाई अहिले बिर्सिदिउँ, हामीलाई अहिले चाहिँदा पनि चाहिँदैन। तिमीहरूले धेरै कुराहरू यहाँनिर, ल नेमलाई अहिले बिर्सिदिउँ। जेन्डर छ है। अब हेर है, रेडियो बटन 3टा गोलो गोलो आउँछ। यहाँ क्लिक गर्दा यहाँ हुँदैन, यहाँ रेडियो बटन भयो है त। यो क्लिक गर्दा यो छैन। हेर है यहाँनिर राम्रोसँग कहाँ भयो एउटा बटन। ल यी रेडियो बटन भनेको यो है त। किन यो यसरी आयो त भन्दाखेरि, यो यसरी आउनुको एउटै रिजन छ। किन, यो 3टालाई मैले कनेक्ट गरेको छु। के कसरी कनेक्ट गरेको छु भन्दा यो 3टैको नाम एउटै छ, जेन्डर 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 छ है त। 3टैको नाम के छ, एउटै छ। अब मैले यहाँनिर यो रेडियो बटन मात्र आयो नि त। अब के टाइप गर्ने भन्ने कुरो त मैले यहाँनिर दिनु पर्यो। हरेकलाई लेबल दिउँ है त। अब हरेकलाई के दिउँ, लेबल। लेबलमा चाहिँ फर इक्वल्स टु मेल भनेर दिएँ है। के दिएँ, मेल। यहाँनिर अब आइडी के गर्नु पर्यो, मैले आइडी मेल, तिमीलाई थाहा छ नि त। अनि यहाँनिर मेल भनेर दिएँ। अब फेरि यो एउटा लेबल भयो। के को लागि लेबल भयो, कहाँ गयो, यो आइडीको, यो रेडियो बटनको लागि लेबल भयो। अब अर्को फेरि लेबल बनाऊ, फिमेल, फिमेलको लागि है त। आइडी के दिउँ, आइडी के दिउँ, या फिमेल। यो पनि भन्यो यहाँनिर फिमेल, फिमेल। फेरि यसको पनि लेबल बनाइदिउँ, लेबल। यसमा चाहिँ अदर, अदर्स होइन, लेबल OTHERS अदर्स। अनि यहाँ आइडी के दिनु पर्यो, आइडी अदर्स। ल अब हेर है त यहाँनिर के भयो, यहाँनिर मिलेन है त। ल ल हेर, मेलमा क्लिक गर्छु, यो मेल भयो, फिमेल अदर्स। ल हेर है, जस्तो अब मेलमा क्लिक गरेँ, मेल यो क्लिक भइरहेछ, फिमेल अदर्स। यो किन, मैले मेलमा क्लिक गर्दा नि रेडियो बटन किन लाग्यो भन्दाखेरि मैले तिमीलाई भने नि, यसमा क्लिक गर्दा किन यो इनपुट फिल्ड आइरहेछ। मैले के भनेको थिएँ अघि नै, यो दुइटालाई चाहिँ हामीले कसरी कनेक्ट गरेको छ, यसको फर भन्ने अदर, यसको नाम र आइडी भन्ने अदरले चाहिँ एउटै छ। र यो हरेक 3टै रेडियो बटनलाई चाहिँ हामीले कसरी रेडियो बटन बनाएको छ भन्दाखेरि, यसको नेम पनि जेन्डर छ, यसको नेम पनि जेन्डर छ, र यसको नेम पनि जेन्डर छ। यसमा मैले यदि यसरी मात्र गरिदिएँ भने बिग्रिन्छ। ल हेर है, दुइटैमा लाग्यो, तर यो र यो मात्रै रेडियो भयो, रेडियो बन्यो। किन, किनकि यो दुइटाको नेम चाहिँ एउटै छ। यसरी चाहिँ हामीले रेडियो बटनहरू बनाउन सकिन्छ। र यसरी चाहिँ लेबलको पनि युज गर्न सकिन्छ। लेबलको युज भनेको पहिलो कुरो भनेको रिडेबिलिटी होइन। मान्छेले, कोही अन्धो मान्छे आयो भने यो पढिदिन्छ क्या, नेम भनेर पढिदिन्छ, अनि इनपुट फिल्ड भनेर आइदिन्छ होइन। यदि यहाँनिर आँखा चिम्लेर यहाँनिर नेम इनपुट फिल्ड आयो भने अन्धो मान्छेले पनि यहाँनिर इनपुट गर्न मिल्छ
हैन अन्ध मान्छेले पनि मोबाइल चलाउँछ ल्यापटप चलाउँछ भन्छ सुनेछौ नि तिमीहरूले हो यसको लागि उनीहरूको लागि सजिलो बनाउनको लागि चाहिँ यो लेभल्सहरू चाहिँ युज हुन्छ है त इनपुट फिल्डमा अनि ल अब यहाँनिर यो त भयो कि अब यहाँनिर बिआर लेख्नु मैले कहाँनिर छुट्याएँ भन्दा यहाँनिर छुट्याएँ बिआर लेखेपछि के हुन्छ तिमीहरूलाई भिजुअलाइज भइरहेको होला है त बोर्डमा गर्नु र यसमा गर्नुमा कति धेरै फरक छ भनेर किनकि यो कुरा भनेको यसरी नहेरेसम्म यसरी कोड नगरेसम्म बुझिँदैन है त अब हामीले पछि गएर प्रोजेक्ट गर्ने बेलामा चाहिँ के गर्ने हो भन्दाखेरि हामी हरेक कुराको युज गर्ने हो के हामी हेडिङको युज गर्छौँ हामी प्याराग्राफ युज गर्छौँ हामी इमेज इन्सर्ट गर्छौँ हामी यो सबै अन्डरलाइनहरू गराउँछौँ हामी एङ्कर्सहरू लेख्छौँ म्याथको फर्मुलाहरू अथवा कतै न कतै युज गरौँला टेबल युज गर्छौँ फर्म युज गर्छौँ सबै कुरा युज गरेर चाहिँ एउटा के बनाउँछौँ एउटा वेबसाइट चाहिँ सिम्पल एउटा वेबसाइट चाहिँ एउटा पोर्टफोलियो जस्तो एउटा सिम्पल वेबसाइट चाहिँ हामी क्रिएट गर्छौँ अझै धेरै कुराहरू हुन्छ है त जस्तो यहाँनिर इनपुटमा चेकबक्स भन्ने हुन्छ है त चेकबक्स भन्नेमा चाहिँ के लाग्छ भन्दाखेरि तिमीहरूले म पहिला सुरु त म 3टा चेकबक्स बनाएर देखाउँछु 3टा चेकबक्स बनाएर यहाँ आयो नि त यी चेकबक्स आयो नि होइन चेकबक्स भनेको चाहिँ एउटा मात्र चेकबक्स हुनु हुँदैन क्या मल्टिपल चेकबक्सहरू हुन्छ थाहा छ कि थाहा छैन तिमीहरूलाई जस्तै मलाई चाहिँ यहाँनिर के आयो भन्दाखेरि मलाई यस्तो छ यहाँनिर के छ भन्दाखेरि यहाँनिर विच कोर्स विथ वाट डु यु लाइक भनेर छ है त वाट डु यु लाइकमा चाहिँ यहाँनिर एउटा म्याङ्गो छ ओरेन्ज छ एप्पल छ अनि यो तिनटैको अगाडि चाहिँ एउटा के छ सानो चेकबक्स छ होइन अब के हुन्छ यो तिनटै मध्ये यो कुनै पनि मान्छेले कि त तिनटै मन नपर्न सक्छ तिनटै चेक अनचेक गर्न नि पायो कि त एउटा मात्र मन पर्न सक्छ कि त तिनटै मन पर्न सक्छ अथवा दुईटा मन पर्न सक्छ रेडियो बटन जस्तो हो र कि कुनै पनि एउटा मान्छे कि मेल हुन्छ कि फिमेल हुन्छ कि अदर्स हुन्छ तर कुनै पनि एउटा मान्छेले म्याङ्गो मात्र मनपर्छ भन्ने हुँदैन नि त के गर्नु पाउनु पऱ्यो यिनीहरूले यहाँनिर यसरी एउटामा टिक दुईटामा टिक अथवा एउटा मात्र टिक यसरी चाहिँ गर्न पाउनु यस्तो खालको चेकबक्स चाहिँ हामीले लिएर आउनु पऱ्यो चेकबक्स त बनायौँ हामीले अब हामीले यहाँनिर के राख्नु पऱ्यो लेबल राख्नु पऱ्यो या तिमीहरूले यहाँनिर धेरै कुरा गेस गरिसक्यो है त लेबलमा चाहिँ म्याङ्गो लेखिदिएँ म्याङ्गो लेखेर यहाँनिर मैले के गरेँ यो चाहिँ म्याङ्गोको चेकबक्स ल हेर है यहाँनिर आइडीमा के लेख्नु पऱ्यो मैले यहाँ फर्ममा दिएछ यहाँ आइडीमा के लेख्नु पऱ्यो टुप्पा नेटिस है त यहाँ मैले के भन्नु यस्तो सजेसनहरू सबै कुराहरू आउँछ है त तर फेरि तिमीहरूलाई सरले चाहिँ केमा गर्यो भने जस्तो नसोच है म्याङ्गोमा टिक लाग्यो होइन यसरी चाहिँ चेकबक्स भन्ने भयो क्या अब यहाँनिर म फेरि अर्को लेभल बनाउँछु ओरेन्ज यहाँनिर ओरेन्ज लेख्छु म ओरेन्जको लागि चेकबक्स आइडीमा के लेख्नु पऱ्यो ओरेन्ज किन यो ओरेन्ज होइन है फेरि यो ओरेन्ज चाहिँ डिस्प्ले हुने ओरेन्ज हो यो ओरेन्ज चाहिँ यो र यो कनेक्ट गर्नको लागि अब लास्ट भनेको लेभल के हो एप्पल अब यहाँनिर एप्पल लेखौँ है यहाँनिर फर्केछ आइडी त्यही एप्पल ल अब हेर यहाँ चेकबक्स आउँछ है त ल है म्याङ्गो ओरेन्ज एप्पल अथवा मान्छेले एउटा मात्र मन पर्न सक्छ यो रेडियो बटन जस्तो बनाउने हो त होइन नि त कुनै पनि मान्छे कि मेल हुन्छ कि फिमेल हुन्छ कि अदर हुन्छ कुनै पनि मान्छे एउटा मान्छे मेल र फिमेल दुइटै हुन्छ हुँदैन यदि मेल र फिमेल दुइटै जस्तो छ भने त्यसलाई हामीले केमा क्याटेगोराइज गरेको हुन्छ अदर्समा क्याटेगोराइज गरेको हुन्छ यदि कोही मान्छे अदर्स छैन त केटा मात्र हुन्छ हुँदैन नि त सो यस्तो खालको केसमा चाहिँ हामी यो युज गर्छौँ भने यस्तो खालको केसमा चाहिँ यो युज गर्छौँ ल अर्को यसको युज केस चाहिँ के हुनसक्छ भन्दाखेरि कुनै पनि एउटा कलेजमा चाहिँ के छ भन्दाखेरि एउटा कलेजमा चाहिँ हेर है त एउटा कलेजमा चाहिँ यस्तो होइन है यो एउटा कलेज भयो हेर है यो एउटा कलेज भयो यो एउटा कलेजमा चाहिँ के पढाइ हुन्छ अरे बिसिए पढाइ हुन्छ बिआइएम पढाइ हुन्छ सिएसआइटी पढाइ हुन्छ है त यो एउटा कलेजमा चाहिँ यो 3टा कोर्स पढाइ हुन्छ अब मैले चाहिँ वेबसाइटमा के बनाउनु पर्यो भन्दा एउटा फर्म दिँदैछु विच कोर्स डु यु वान्ट टु स्टडी भनेर अब 4 वर्ष एउटा मान्छेले बिसिए र बिआइएम पढ्न पाउँछ पाउँदैन नि त यो 3टा मध्ये कलेजमा 3टा कोर्स छ तर 3टा मध्ये यो 2टा पढ्न पाउँछ त कुनै पनि स्टुडेन्टले पाउँदैन 3टै पढ्न पाउँछ त पाउँदैन त्यो सिनारियो नै छैन यदि तिमीहरू क्लास 9 पढ्दैछौ भने हैन तिमीहरूले एकैचोटि क्लास 9 र 10 पढ्न पाउँदैनौ त्यो बेलामा एउटा मात्र अप्सन युजरले हामीले के दिनुपर्छ एउटा मात्र कुरा चुज गर भन्नुपर्छ त्यति बेला चाहिँ यो 3टालाई मैले रेडियो बटनमा राखेर चुज गराउन सक्छु कि बिसिए पढ्नु पर्यो कि बिआइएम पढ्नु पर्यो कि सिएसआइटी पढ्नु पर्यो यु क्यान नट स्टडी अल दिस फ्याकल्टी यसरी चाहिँ हामीले युज केस फरक हुन्छ है त तर हामी यदि बुझाउनको लागि चाहिँ मेल फिमेल वाला भयो अझै इनपुट टाइपहरू धेरै हुन्छ है त अप्सन्स भन्ने हुन्छ एउटा एकचोटि हेरौँ है त के भयो इनपुट
हैन सेलेक्ट ट्याग परेछ सो ओके यहाँनिर इनपुट भन्दा पनि सेलेक्ट ट्याग हो है सेलेक्ट ट्याग भित्र ठिकै छ यसलाई के गर्दियौ भन्दाखेरि यहाँभित्र अप्सन्स राखिदियौ है त तिमीले बुझिहाल्छौ है यो ओहो मैले त देखेछु भन्ने हुन्छ है तिमीलाई इन्डिया चाइना नेपाल भनेको 3 देश अब हेर तिमीले यहाँनिर रन भएको देख्दा बित्तिकै सर यो मैले देखेछु भन्ने हुन्छ ल हेर नेपाल यसरी सिलेक्ट गर्ने के हेर यसको ट्याग चाहिँ यसको सिन्ट्याक्स हेर है सिलेक्ट भन्ने छ अनि यो आईडी को लागि चाहिँ हामी अभियसली तिमीलाई थाहा छ हामीले के बनाउनु पर्छ लेभल त हामीले बनाउनै पर्यो कि परेन लेभलमा कन्ट्री लेभलमा कन्ट्री व्हिच कन्ट्री भनेर लेखे आईडी मा चाहिँ के गर्छु यहाँ कन्ट्री लेख्छु तिमीले बुझिहाल्छौ ल म यहाँ ल हेर कन्ट्री भयो व्हिच कन्ट्री हुनु पर्ने ल हेर है यो अलिकति बिआर ट्याग चाहिँ लगाउनै पर्छ है यहाँनिर सायद आयो कि ल व्हिच कन्ट्री भनेर आयो नेपाल हो कि चाइना हो कि अब तिमीले यहाँनिर देखियो होला सुरुमा मेरो यहाँनिर के छ नेपाल छ हैन त्यही भएर फर्मेट गरिदिउँ यसले राम्रो देखाउँछ यहाँ सुरुमा नेपाल छ नि हैन नेपाल भएर चाहिँ यहाँनिर बाइ डिफल्ट यहाँनिर तिमीले हेर्दा नेपाल देखिरहेछ नि हैन तर मैले सुरुमा मलाई चाहिँ के देखाउनु छ चाइना देखाउनु छ यहाँनिर मैले ओपन गर्दा बित्तिकै चाइना आओस् भन्ने लाग्छ भने चाहिँ के गर्नुपर्छ त भनेर भन्दाखेरि यहाँनिर सेलेक्टेड भनेर लेख्नुपर्छ के अब सेलेक्टेड लेख्दा के भयो भन्दाखेरि यसमा चाहिँ बाइ डिफल्ट चाइना सिलेक्ट हुनु अघि नेपाल थियो नि अब यहाँनिर चाइना आउँछ हेर है चाइना मैले लिएर आएको होइन नि फेरि इन्डिया गर्दै मैले रिफ्रेस गरेँ यहाँनिर हेर यहाँ चाइना बाइ डिफल्ट आयो फेरि सरले त यहाँनिर यसलाई चाहिँ मैले कट गरिदिन्छु एक्स गरेर यहाँनिर मैले अप्सन भन्ने इन्डियामा सेलेक्टेड राखिदिएँ अब यहाँनिर बाइ डिफल्ट इन्डिया सिलेक्ट हुन्छ के बुझ्यो ल यसरी चाहिँ हामीले चाहिँ कुनै पनि सिलेक्सन अब यहाँनिर फर्ममै तिमीले हेऱ्यौ भने कति धेरै कुरा पढिसक्यो है त टेक्स्ट पढ्यो पासवर्ड फर्म इनपुट नम्बर रेडियो बटन चेक बक्स र यो के हो यो अप्सन्सहरू सबैको ट्यागहरू हेर्छौ भने सबैमा इनपुट छ तर यहाँनिर सेलेक्ट भन्ने ट्याग छ सेलेक्ट भन्ने ट्यागभित्र अप्सन छ यसरी मल्टिपल अप्सनहरू छ बुझ्यौ मल्टिपल अप्सनहरू छ नेपाल हो कि के गर्ने चुज गर्ने हो भनेर ल लगभग हाम्रो यो कुराहरू नै यसरी छ होला हैन अब एउटा कुरा आउँछ कि यहाँनिर के आउँछ थाहा छ डिप भन्ने आउँछ अब डिप भन्ने कुरा चाहिँ बल्ल तिमीले बुझ्छौ किन भन्दाखेरि डिप भनेको कन्टेनर हो है त अब कन्टेनर भनेको के हो भनेर बुझाउला डिप भनेको कन्टेनर तिमीहरूले किचनमा एउटा यस्तो कुरा देखाएको छ यो चाहिँ हाम्रो किचन भयो है बुझ्नलाई ट्राई गर है मैले सकेको इक्जाम्पल दिन्छु दिस लेट्स कन्सिडर दिस इज आवर किचन है त किचनभित्र चाहिँ एउटा सर्कल एउटा तिमीले भाँडा थाहा छ कि थाहा छैन है मलाई चाहिँ यहाँनिर हल्का याद चाहिँ छ अब यो यस्तो कुराहरू हुन्छ है त जस्तो यहाँनिर मैले यसलाई क्रस गरिदिएँ 6 नम्बर यस्तो खालको भाँडा आउँछ हैन अनि यो भाँडामा चाहिँ यहाँनिर चाहिँ सुरुमा चाहिँ के हुन्छ भन्दाखेरि यहाँनिर चाहिँ मेथी हुन्छ हैन अनि त्यसपछि गएर यहाँनिर मेथी हुन्छ अनि यहाँनिर चाहिँ नुन हुन्छ हैन यम नुन हुन्छ अनि अर्को गोलोमा चाहिँ खुर्सानी हुन्छ हैन खुर्सानीको धुलो होला रे हैन अनि अर्को गोलोमा चाहिँ जीरा होला रे के छ रे यहाँनिर जीरा छ अनि अर्को गोलोमा चाहिँ केही छ यहाँनिर केही छ हैन केही छ मलाई थाहा भएन अनि यहाँ अरूमा पनि केही न केही छ अनि यो एउटा भाँडोभित्र सबै सिमिलर आइटम ट्याग भएको छ नि त अनि यो भाँडोलाई चाहिँ हामीले के भन्न मिल्यो कन्टेनर भन्न मिल्यो के भन्न मिल्यो भाँडोलाई कन्टेनर किन कन्टेनर भन्न मिल्यो किनकि यसले धेरै कुरालाई कन्टेन गरेको छ त्यस्तै गरी HTML मा चाहिँ एउटा डिप कन्टेनर भन्ने हुन्छ है त डिप भन्ने हुन्छ अब यसले चाहिँ के जनाउँछ भन्दाखेरि सबै कुरा सिमिलर आइटमहरुलाई चाहिँ यसले एकै ठाउँमा चाहिँ गर्छ जस्तो मैले यो सबैले कन्ट्रोल एक्स गरेर डिप भनेर लेखेँ र डिप अब यो के गर्यो त भन्दाखेरि यो डिपले चाहिँ सबै सिमिलर हेडिङ आइटमहरुलाई चाहिँ के गर्यो यसले आफू भित्र कन्टेन गर्यो त्यस्तै गरी प्याराग्राफ भन्ने छ अर्को भनेको अर्को केलाई हामीले गर्न सकिन्छ भन्दाखेरि जस्तो मैले के भने दुईटा कुरालाई कनेक्ट गरेको भनेर भन्थे नि लेभल र इनपुट भनेको यो दुईटा कुरा एउटै कुरा हो भन्थे नि हैन अब मैले चाहिँ यो दुईटा कुरालाई चाहिँ कन्ट्रोल एक्स गरे डिप गरेर यहाँ भित्र राख्दिए के ल हेर डिप ओपन छ यहाँनिर डिप क्लोज छ यो दुईटा कुरालाई चाहिँ यसले के गर्यो लेभल र इनपुटलाई चाहिँ एक आपसमा समावेश गर्यो यसले के गर्यो कन्टेन गर्यो दुईटा कुरालाई त्यस्तै गरी यो दुईटा कुरा पनि त एक आपसमा मिल्दो जुल्दो हो नि त मैले यसलाई पनि के गर्दिए यसलाई पनि यहाँ भित्र यसरी राख्दिए त्यस्तै गरी अरूलाई भनेको सिमिलर आइटमहरुलाई चाहिँ यसले चाहिँ के गर्दो रहेछ त मिलाएर राख्नु जस्तो यो चेक बक्स भन्ने छ नि यो
चेकबक्स यो तीनटा कुरा भनेको एक आपसमा सिमिलर हो नि त। मैले के गर्थे यसलाई पनि यसरी डिभ ओपन गरेँ, कहाँ गयो अर्को डिभ यहाँनिर क्लोज भएको छ। अनि त्यसपछि गएर के गरेँ त मैले भन्दाखेरि यो सबै कुराहरूलाई चाहिँ एक ठाउँ एक भित्र यसरी ऱ्याप गरिदिएँ चेकबक्सलाई। त्यसै गरी रेडियो बटन यो पनि त एक आपसमा सिमिलर कुरा हो नि त। यसलाई पनि मैले के गर्छु यसरी डिभ भन्ने ट्याग खोल्छु अनि हामीभित्र डिभ भन्ने ट्याग यसले के गर्यो कन्टेनर यसरी चाहिँ एक आपसमा कन्टेन गरेर राखेको छ। अब के भयो त यसलाई हामीले यति यो 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 एउटा मसलाको भाँडा हो, किचनको भाँडा हो, जसमा चाहिँ यहाँनिर यो चाहिँ नुन भयो, खुर्सानी भयो, अनि यो चाहिँ केही कुरा आइटम भयो। सिमिलर आइटमहरूलाई चाहिँ ऱ्याप गरेर एउटै कुराभित्र यसरी हामीले चाहिँ अर्गनाइज गरेर राख्नु पऱ्यो भने चाहिँ डिभ ट्याग भनेर युज गर्छौँ। अनि यसलाई चाहिँ हामी के भन्छौँ डिभ इज अ कन्टेनर। डिभलाई चाहिँ हामी कन्टेनर ट्याग भन्छौँ है त, कन्टेनर ट्याग पनि भनेर भन्छौँ। किन भन्दाखेरि यसले चाहिँ अरू कुराहरूलाई चाहिँ आफूभित्र कन्टेन गर्छ है त। यसमा हामीले त्यस्तो प्याराग्राफ भनेर प्याराग्राफ लेखेको छैन, हेडिङ भनेर हेडिङ लेखेको छैन, जस्ट यसलाई हामीले के गरेको छौँ एज अ कन्टेनर युज गरेको छौँ। यसभित्र हामीले के टेक्स्ट लेखेका छौँ त छैनौँ नि त, अरू कुराहरूलाई चाहिँ यो भित्र ऱ्याप गरेको छौँ भन्नाले डिभ भन्ने एउटा उस छ। यसलाई चाहिँ हामीले यो सबै कुराहरू चाहिँ राखिदिएको है त, यो भाँडोभित्र चाहिँ यो कुराहरूलाई चाहिँ यसरी अर्गनाइज गरेर राखिदिएको। ल यति नै थियो डिभ ट्याग भन्ने। डिभले चाहिँ के गर्दैछ जस्तो अब यहाँनिर तिमीहरूलाई लाग्ला होइन कसरी भिजुअलाइज गर्ने भन्ने कुराहरू चाहिँ अब यहाँनिर इन्सपेक्ट गर्छु, तिमीहरूले त्यति धेरै टाउको दुखाउनु पर्दैन। ल हेर है त अब यहाँनिर यो के भयो, ल यो भनेको सिङ्गुलर आयो त, याच वान भनेर आयो। अब मैले यहाँनिर तिमीहरूको सिङ्गुलर आइरहेको छ है त, यो सरी यो याच वान आइरहेको छ। तर यदि मैले यहाँनिर कतै न कतै डिप छ कि यो पुरै निलो भनेको चाहिँ डिप हो। के भयो यो सिमिलर आइटम हेडिङ्सहरूलाई चाहिँ मैले एक ठाउँमा ऱ्याप गरिदिएँ होइन। त्यस्तै गरी अर्को भनेको यो सिङ्गुलर छ होइन, यो ओरेन्ज पनि सिङ्गुलर हो, यो मेल फिमेल सबै सिङ्गुलर हो। तर यहाँनिर गयो भने यो निलो जुन आइरहेको छ नि यो पुरै डिप हो, यो चाहिँ डिप हो। यसरी चाहिँ हामी के गर्न मिल्छ सिमिलर आइटमहरूलाई चाहिँ डिपभित्र ऱ्याप गर्न मिल्छ। अब यहाँनिर डिपको डेफिनेसन हेरौँ है त, डिप ट्याग एचटीएमएल। ल यसको डेफिनेसन यहाँनिर हेरौँ है, थ्योरी पनि हल्का इम्पोर्टेन्ट चाहिँ हुन्छ है त। डिप सेक्सन इज अ डकुमेन्ट स्टाइल इन सिएसएस। ठिक छ, डेफिनेसन डिप द डिप ट्याग डिफाइन्स डिभिजन अर सेक्सन इन एचटीएमएल डकुमेन्ट। डिभिजन अर सेक्सन जस्तो मैले के गरिदिएँ त भन्दाखेरि यदि चेकबक्सको एउटा सेक्सन के हो अरे, यदि चेकबक्सको सेक्सन एउटा सानो खालको सेक्सन, रेडियो बटनलाई मैले छुट्टै बनाइदिएर राख्थेँ सेक्सन होइन। अब त्यस्तै गरी अरू कुराहरूलाई पनि सेक्सनमा डिभाइड गर्ने। डिप ट्याग इज युज एज कन्टेनर फर एचटीएमएल एलिमेन्ट्स विच देन स्टाइल विथ सिएसएस म्यानिपुलेटेड विथ जाभास्क्रिप्ट। अनि पछि गएर हामीले सिएसएस युज गर्नु पऱ्यो भने चाहिँ डिपले चाहिँ एकदमै धेरै हेल्प गर्छ है त। यो कुराहरू भयो। डिप ट्याग इज इजिली स्टाइल बाई युजिङ क्लास अर आइडी एट्रिब्युट। सो डिप ट्यागले चाहिँ एउटा के रहेछ कन्टेनर रहेछ, जसभित्र चाहिँ हामीले के गर्दो रहेछौँ धेरै कुराहरू चाहिँ राख्छौँ। नेक्स्टमा हेरौँ अझै के छ कि डिएल ट्याग डिफिनेसन ट्यागहरू भयो। त्यो सिम्पल ट्यागहरू त तिमीहरूले बुकबाट पनि पढ्न सक्छौ, डेफिनेसन त्यति धेरै इम्पोर्टेन्ट पनि छैन, सिम्पल ट्याग्सहरू। सो ओके, यो चाहिँ लगभग कम्प्लिट एचटीएमएल भयो है त, क्लास 9मा पढ्नुपर्ने जति। मैले सायद बुक लिएर आएको भए मैले यहाँनिर हेर्दा हुन्थ्यो है, मैले बुक चाहिँ यहाँ रहेछ एउटा बुक चाहिँ भेटेँ। लगभग यति नै हो है त, एकदमै इम्पोर्टेन्ट टपिक्स भनेको मैले सायद बिर्सेको चाहिँ छैन होला, सायद यसरी चाहिँ नबिर्सिनु पर्ने हो मैले चाहिँ होइन। लगभग हामीले यति धेरै कोड चाहिँ हामी लेख्यौँ है त, 135 लाइनको कोड लेख्यौँ है त अहिलेसम्म हामीले। 135 लाइन्स अफ कोडमा मैले एचटीएमएलको सबै कुराहरू लगभग भने है त। अब डिपको अझै एउटा एक्जाम्पल हेरिदिउँ न त है त हामी। म यहाँनिर एउटा डिप ट्याग ओपन गरेँ। डिप ट्याग भनेको त कन्टेनर ट्याग हो नि त। जस्तो डिप ट्यागभित्र जस्तो मेरो आइडेन्टिटी केही कुरा लेख्नु पऱ्यो भने, जस्तै मलाई चाहिँ एउटा के कुरा बनाउनु पऱ्यो भन्दाखेरि विशाल रिजालको बारेमा लेख्नु पऱ्यो है त। जस्तो मैले एउटा विशाल रिजालको बारेमा लेख्नु पऱ्यो भने मैले S1 ओपन गरेँ, नेम विशाल रिजाल होइन, प्याराग्राफ ओकुपेसन टिचर होइन। त्यसपछि गएर अर्को एउटा इटालिकमा चाहिँ म्यारिटल स्ट्याटस सिङ्गल होइन। अर्को एउटा इटालिक ट्यागमा चाहिँ एजुकेसन BA ब्याचलर ब्याचलर। यसलाई रन गरी हेरौँ है त। अब के भयो, यो सबै यो चारवटा कुरा हेर्छौ भने तिमीहरूले यो चारवटा पिस अफ इन्फर्मेसन भनेको त कमन इन्फर्मेसन हो नि त। यो कमन इन्फर्मेसनलाई मैले केमा ऱ्याप गरिदिएँ, डिपमा ऱ्याप गरिदिएँ कि। जस्तो यो त एउटा डिप, यसको आइडी मैले दिएँ होइन, आइडी होइन सरी, यो एउटा यस्तो डिप भयो जस्तो चाहिँ कुनै पनि एउटा मान्छेको चाहिँ एउटा कमन इन्फर्मेसनहरूलाई चाहिँ ऱ्याप गरेर राखेको छ कि।
यो देखिने फेरि त्यस्तै हो है, फेरि नर्मलै देखिन्छ है, केही देखिँदैन त्यस्तो तोप केही पनि होइन यो बिआर। अनि यसलाई पनि बिआर गरिदिउँ ल। अकुपेसन टिचर अझै अर्को बिआर गरौँ ल। अब के हो त नेम विशाल डिजिटल अकुपेसन यति भनेको चाहिँ एउटा के हो त, यो डिभ हो कि यहाँभित्र डिभ भित्र आयो कि कमन इन्फर्मेसनहरूलाई चाहिँ हामीले यसरी डिभ भित्र राख्न मिल्छ है त। ल अब यो कुराहरू छ होइन। अब अस्ति हामीले एचटिएमएल लगभग यति नै बाँकी छ होला होइन। सो तिमीहरूको त्यो नर्मल जस्तो त्यो डेफिनेसन ट्यागहरू अनि त्यसपछि गएर ओके तिमीहरूलाई एउटा इम्पोर्टेन्ट कुरा चाहिँ के भनिदिइहाल्यो भन्दाखेरि यहाँनिर हेरिहाल है त। जस्तो यदि कुनै पनि कुरा जस्तो बिआर भन्ने कहाँ गयो, बिआर, यो बिआरलाई चाहिँ इम्प्टी ट्याग भन्छ है त। यसलाई इम्प्टी ट्याग किन भन्छ भन्दाखेरि यसको क्लोजिङ ट्याग छैन, त्यही भएर यसलाई इम्प्टी ट्याग भन्छ। अनि यिनीहरू भनेको चाहिँ प्याराग्राफ डिभ यिनीहरू सबै भनेको कन्टेनर ट्यागै हो है त। तर डिभ भनेको चाहिँ स्पेसल कन्टेनर ट्याग हो। कन्टेनर ट्याग भनेको यस्तो ट्याग जसले चाहिँ आफूभित्र केही न केही कन्टेन्ट गर्छ। प्याराग्राफ ट्यागले हामी आफूभित्र के कन्टेन्ट गरेको छ, केही न केही कन्टेन्ट चाहिँ कन्टेन्ट गरेको छ नि त होइन। त्यही भएर यसलाई चाहिँ कन्टेनर ट्याग भनेर भन्छ। इम्प्टी ट्याग भनेको चाहिँ यस्तो ट्याग इम्प्टी ट्याग अथवा सिङ्गल ट्याग भन्छ। इम्प्टी ट्याग भनेको यस्तो ट्याग जसको चाहिँ क्लोजिङ ट्याग छैन अथवा यसले केही पनि कन्टेन्ट गरेको छैन। बिआरले केही कन्टेन्ट गरेको छ र गरेको छैन, यो सिङ्गुलर ट्याग हो। यो चाहिँ जस्ट एउटा केही फिचरको लागि मात्र युज भएको छ। यसको बिआरको क्लोजिङ ट्याग भएर होइन, क्लोजिङ ट्याग भएर अनि त्यसपछि गएर यसले केही कुराहरू होल्ड गरेको भएपछि यसलाई के भन्छ कन्टेनर ट्याग। कन्टेनर ट्याग भनेको केही कुरा होल्ड गर्नु पऱ्यो है त, त्यसलाई चाहिँ हामी के भन्छौँ कन्टेनर ट्याग भनेर भन्छौँ। सो यति नै होला, अरू केही छ म एकचोटि हेरिहालेँ है त के बाँकी छ कि भन्ने कुरो। एउटा सेन्टर ट्याग भन्ने रहेछ। अब तिमीहरूलाई मैले सेन्टर ट्याग एउटा लेखेर देखाउँछु, त्यो लेख्दा बित्तिकै तिमीहरूले अटोमेटिकली बुझिहाल्छौ है त। सेन्टर हाई आई एम इन सेन्टर, हाई आई एम इन सेन्टर भन्ने लेखेँ। यसलाई चाहिँ म S1 बनाइदिन्छु सो द्याट S1 भित्र सेन्टर ट्याग खोलेर गरेँ है त मैले। यसको आउटपुट के आउँछ होला, व्हाट डु यु थिङ्क? हाई आई एम इन सेन्टर कहाँ आयो त, यो बिचमा आयो नि त। यता पनि खाली छ यता पनि खाली छ। के गर्दो रहेछ सेन्टर ट्यागले चाहिँ कुनै पनि कुरालाई चाहिँ बिचमा लिएर आउने काम गर्दो रहेछ। ओके यति नै छ जस्तो छ। एकचोटि म बुक हेरिहालेँ। एट्रिब्युट भनेको त मैले तिमीहरूले बुझाइहालेँ है त। एट्रिब्युट भनेको के हो अरे, जस्तो यो लेबल भन्ने ट्याग हो भने एट्रिब्युट भनेको यहाँभित्रको कुराहरू के, जस्तो यो फर भयो, यो टाइपहरू भयो, नेमहरू भयो, आइडीहरू भयो। यसले चाहिँ के गर्छ त भन्दाखेरि कुनै पनि ट्यागले चाहिँ एडिसनल फिचर्सहरू लिएर आउनको लागि चाहिँ हेल्प गर्छ है त। वाट आर एट्रिब्युट्स डेफिनेसन सोध्यो भने एट्रिब्युट्स आर द डेफिनेसन ठ्याक्कै एक्ज्याक्टली माइन्डमा चाहिँ आएन, तर एट्रिब्युट्स भनेको चाहिँ जसले चाहिँ एडिसनल फिचर्सहरू चाहिँ एड गर्छ है त। बुकमा छ होला डेफिनेसनहरू, एक्ज्याक्ट डेफिनेसनहरू। मैले तिमीहरूले ओके मैले सबभन्दा इम्पोर्टेन्ट कुरा लिस्ट बिर्सेछु ल हेर, तिमीहरूले सम्झाउनु पर्थ्यो है त। लिस्ट इन एचटिएमएल, सो देयर आर टु टाइप्स अफ लिस्ट इन एचटिएमएल है त। सुरुमा भनेको चाहिँ ओएल भन्छ। ओएल भनेको चाहिँ अर्डर लिस्ट होइन। अर्को भन्छ युएल भन्छ, त्यो भनेको चाहिँ अनअर्डर्ड लिस्ट भनेर भन्छ है त। तिमीलाई थाहा पनि होला होइन अनअर्डर लिस्ट। सो हामीले यदि सुरुमा अर्डर लिस्ट हेरौँ, अर्डर लिस्ट भनेको चाहिँ 1 2 3 भनेर आउँछ नि कुनै पनि लिस्टहरू, त्यसलाई चाहिँ हामी अर्डर लिस्ट भनेर भन्छौँ। ओएल भनेर खोल्नु पऱ्यो, ओएल भित्र एलआई लेखेर एप्पल यस्तो गरौँ है त, एप्पल बल क्याट। यसको आउटपुट हेरौँ है, ए क्या आयो 1 2 3 आयो नि त। अर्डर लिस्ट के 1 2 3 आयो भने अर्डर लिस्ट हुन्छ। अब आई भन्ने हुन्छ नि होइन। अब तिमीहरूलाई आई बाई डिफल्ट भनेको चाहिँ 1 2 3 आउँछ। यदि तिमीहरूलाई आई चाहिन्छ अथवा क्यापिटल एबी चाहिन्छ भने चाहिँ यसरी ए लेखिदियो भने टाइप इक्वल्स ए लेखिदियो भने चाहिँ एबिसिडी भनेर आयो है अर्डर भएर। अनि स्मल आई भनेर लेखिदियो भने चाहिँ क्यापिटल आई भनेर लेखिदियो भने चाहिँ के हुनुभयो, यसरी आई भनेर आयो। अनि त्यसपछि गएर अर्को भनेको स्मल आई नै लेखिदियो भने तिमीहरूले के आउँदो रहेछ एकचोटि हेरौँ है त, हिट एन्ड ट्राइलिङ। यसरी आई भनेर आउँदो रहेछ। अथवा अरू के अप्सन रहेछ भने थाहा हुनको लागि चाहिँ यसरी आउँछ है त। चारवटा कुराहरू चाहिँ यसरी देखाउनु मिल्यो। बाई डिफल्ट चाहिँ कसरी आउँदो रहेछ 1 2 3 आउँदो रहेछ, बुझ्यो ल। अर्को भनेको अनअर्डर लिस्ट हुन्छ। यसको लागि यसलाई खोल्नको लागि भेरी इजी, युएल भित्र एलआई भित्र सेम कुरा कपी पेस्ट गरिदिन्छु है त म। एप्पल बल क्याट नट सो भेरी डिफिकल्ट है, एकदमै सजिलो छ है त।
युएल ट्याग ओपन युएल ट्याग क्लोज बिचमा चाहिँ लिस्ट आइटमहरु यसलाई ओपन यसलाई क्लोज अब हेरे यहाँनिर अब यहाँनिर के आयो एप्पल बल क्याट छेउमा डार्क आयो नि त हैन यसको पनि टाइप छ के सरी स्क्वायर के हो एसक्यूआर स्क्वायर हेरौँ है त सो ओके स्क्वायर आयो नि त हैन देख्यौ स्क्वायर सर्कल सर्कल लेख्यो भने कस्तो आउँछ सीआईआर सर्कल लेख्यो भने के आउँछ हेरौँ है सर्कल लेख्यो भने यस्तो आयो कि देख्यौ टाइपहरु कस्तो कस्तो त्यो मैले देखिरहेको हुन्छ नि सर्कल यस्तो आयो स्क्वायर आयो अनअर्डर लिस्ट टाइप भनेर लेख्नु अब सर्च गर्ने हो कि हामी सबै कुराहरु अनअर्डर लिस्ट टाइप भनेर हाल्यो नि अब के रहेछ अनअर्डर लिस्टको टाइपहरु हेर्नुपर्छ है त डिआईएससी डिस्क रे डिस्क भनेकै रहेछ हेरौँ है कन्ट्रोल भी गर्ने अनि यसलाई चाहिँ ज्याम हेर्ने हो है त ए डिस्क भनेको बाइ डिफल्ट डिस्क आउँदै रहेछ सर्कल भइसक्यो नन भन्यो भने चाहिँ नन भयो भने के आउँछ नन रे त्यसै त नन राखे ननमा पनि यस्तो सेभ गरिन टाइपै नन यस्तो आउँदो रहेछ द लिस्ट आइटम विल बी मार्क्ड लिस्ट स्टाइल टाइप यो हैन है त त्यही नै हो टाइप नै हो यसरी नै गर्नुपर्ने हुन्छ ननले चाहिँ मार्क भनेर आउँछ तर आएन ठीक छ यसलाई चाहिँ डिस्क हान्दिउँ है त ल यसरी आउँछ यो चाहिँ लिस्टहरु बनाउनको लागि हेल्प हुन्छ इक्जाममा सोधिदिन सक्छ है त लिस्ट बना भनेर सोधिदिन्छ है फर्महरु बना जस्तो तिमीहरुलाई अब इक्जाममा के सोधिन्छ भन्दाखेरि मानम के दियो भन्दा यहाँनिर एउटा यस्तो फर्म दिएको छ अब यो फर्ममा चाहिँ यहाँनिर नेम छ अनि यहाँनिर चाहिँ फर्मको यस्तरी दियो हैन अनि अर्को चाहिँ के दियो भन्दाखेरि इमेल भनेर दियो यसरी दियो हैन अनि अर्को चाहिँ यहाँनिर मेल फिमेल अदर्स यो भएन तिमीलाई थाहै छ होला यो अब यो बना भनेर भने के यो बना भन्दाखेरि तिमीले कोड लेख्नु पर्यो नि त अब तिमीहरुको एउटा कुरा मैले हामी के बिर्से भन्दाखेरि लास्टमा फर्ममा चाहिँ जहिले पनि के हुन्छ भन्दाखेरि फर्म बनाउनुको मेन रिजन भनेको के हो त फर्म बनाउनु भनेको त सबमिट गर्नको लागि हो नि त कतै न कतै अब हामी के गर्नु त बटन सबमिट एउटा सबमिट बटन भनेर लेख्यौं भने चाहिँ के हुन्छ भन्दाखेरि यो फर्ममा हामीले जति पनि कुराहरु भर्छौं नि सबै कुरा सबमिट गरे भने चाहिँ यो फर्म चाहिँ कतै न कतै सबमिट हुनु पर्यो के गर्छ त यो बाइ डिफल्ट यसले सबमिटमा क्लिक गर्दा चाहिँ यसमा मैले के कुराहरु भरे हैन के कुराहरु भरे मिल्दैन यो 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 सबै कुराहरु बोकेर चाहिँ यसले के हाल्छ प्लिज एड द हेरे मैले तिमीलाई भने चाहिँ इमेलको टाइप इमेलको युज गर्नुको फाइदा भनेको सबमिटमा क्लिक गरे भने प्लिज इन्क्लुड एट द रेट भन्यो के तैँले चाहिँ एट द रेट नहालिकन चाहिँ इमेल हुँदैन तेरो भनेर भन्यो के यसरी है त अनि अर्को कुरा भनेको एउटा एट्रिब्युट के हुन्छ भन्दाखेरि तिमीहरुको यहाँनिर रिक्वायर्ड भन्ने हुन्छ है त ए रिक्वायर्ड भनेको चाहिँ के हो भन्दाखेरि तिमीले कतिपय फर्महरु भरेका छौ कि छैनौ म सिधै सबमिट गर्न खोज्छु यहाँनिर प्लिज फिल आउट दिस फर्म भनेर भन्छ के यदि मैले यो फिल्डलाई खाली छोड्यो भने यो फर्म चाहिँ सबमिटै हुँदैन यो फर्म भर्नको लागि रिक्वायर्ड छ दिस इज नट अप्सनल यो यदि तिमीले कुनै पनि फर्म भर्दैछौ भने त्यसमा यो फर्म भर्नै पर्छ भनेर आयो भने चाहिँ दिस इज नट अप्सनल यो फर्म तिमीले भर्नै पर्छ नत्र भने चाहिँ सबमिट हुँदैन भनेर भन्दैछ है त के भन्दा प्लिज फिल आउट दिस फर्म यदि मैले यो कुरा सबमिट गर्न ट्राई गर्दैछु भने यो खाली बिना चाहिँ मलाई जानै दिँदैन के त्यही भएर यो रिक्वायर्ड एट्रिब्युटले चाहिँ के गर्दै रहेछ रिक्वायर्ड एट्रिब्युट चाहिँ इनपुटमा लाग्ने हो है फेरि कहाँ लाग्ने हो रे इनपुटमा आरइक्यू सरी टु है रिक्वायर्ड यसरी गरे भने चाहिँ के हुन्छ अब मैले यहाँनिर चाहिँ भरे अब यहाँनिर गर्न खोजेँ भने पासवर्ड बिना पासवर्डले तैँले पासवर्डको फिल्ड म तँलाई खाली छोड्न दिन्न भनेर भन्दैछ यसले यो कुराहरु भयो सो रिक्वायर्ड भनेको चाहिँ के रहेछ फर्ममा यसले चाहिँ टेम्पोररी के रे जसरी पनि त्यो फिल्ड चाहिँ तैँले भरेकै हुनुपर्छ तैँले भरिनस् भने म तँलाई जान दिन्न भनेर भन्छ है त HTML भयो युज HTML5 न्यू एलिमेन्ट असाइड
ल ओके लगभग यति नै रहेछ। ल HTML मा चाहिँ हाम्रो यति नै छ है त। HTML को यदि तिमीहरूले यति गर्यौ भने चाहिँ लगभग भइयो। सो यदि हामीले यो सबै कुराहरूलाई अर्गनाइज गरेर यदि सबै कुरालाई अर्गनाइज यो कन्सेप्ट हामीले बुझेको कन्सेप्ट सिकेको मात्र हो अहिलेसम्म। यो सबै कुरालाई अर्गनाइज गरेर हामीले के गर्न सकिन्छ त भन्दाखेरि एउटा प्रोजेक्ट बनाउन सकिन्छ। मैले जुन एउटा प्रोजेक्ट भनेको थिएँ नि क्लासरुममा एउटा हो त्यो प्रोजेक्ट चाहिँ हामीले बनाउन सकिन्छ यो सबै कन्सेप्टहरू युज गरेर चाहिँ। यसमा हामीले धेरै कन्सेप्टहरू युज गरेको छौँ। सिम्पल कुराहरू जस्तो डेफिनेसन अथवा त्यस्तै समथिङ इजी ट्यागहरू चाहिँ मैले यहाँनिर पढाइन भन्दा पनि ठ्याक्कै दिमागमा पनि याद भएन। तर एकदमै इम्पोर्टेन्ट भनेको चाहिँ यति नै ट्यागहरू है त। यति ट्याग चाहिँ तिमीहरूले जान्नु नै पर्यो। हाउ मेनी टाइप्स अफ हेडिङ्स आर देयर इन HTML? देयर आर 6 टाइप्स अफ हेडिङ होइन। त्यसपछि गएर वाट आर इम्प्टी ट्याग आर दोज ट्याग हु डोन्ट ह्याभ क्लोजिङ ट्याग, त्यसलाई चाहिँ इम्प्टी ट्याग भनिँदो रहेछ। त्यस्तो कुराहरू थाहा हुन्छ होइन। अनि HTML मा यस्तो टेबल बना भनेर भन्यो भने तिमीहरूले बनाउन सक्नु पर्यो। अब यो कोड तिमीहरूले हेर्नु पर्यो के है। म यसलाई फर्मेट गरेर चिटिक्क बनाएर म पठाइदिन्छु है त। ल यो कोड चाहिँ म तिमीहरूले कतै न कतै PDF बनाएर पठाइदिन्छु। यति नै हो, अरू केही छैन। साउन्ड आएन मेरो? स्क्रिन सेयर भइरहेछ? अदरको स्क्रिन छ OTHR अदर छ। नाइस OTHR। यो टाइप गर्दाखेरि यस्तै हुन्छ है त। बेलामा टाइप गर्दा यस्तो मिस्टेक्सहरू आउँछ है त। के कसको मेरोमा भने होला। ल ठिकै छ, तिमीहरूलाई अब म एकचोटि माइक अन गरिदिन्छु है त। कुनै कुरामा ठ्याक्क कन्फ्युजन छ भने पालो सोध है, म अनि कोडमा गएर ठ्याक्क बुझाइदिइहाल्छु। सर त्यो पी ट्याग र हेडिङ ट्यागमा डिफरेन्स चाहिँ के छ र? प्री ट्याग पी ट्याग र हेडिङ ट्यागमा ल हेर ल हेडिङ्स भनेको चाहिँ हाम्रो यसलाई चाहिँ इम्पोर्टेन्ट पनि मानिन्छ है। हेडिङ्स भन्नाले हाम्रो इम्पोर्टेन्ट पनि मानिन्छ। हामीले कुनै पनि कन्टेन्ट H1 ट्याग भित्र लेख्यौँ भने चाहिँ त्यो कन्टेन्ट चाहिँ इम्पोर्टेन्ट रहेछ भनेर चाहिँ ब्राउजरले पनि बुझ्छ। ब्राउजरले भन्दा पनि हाम्रो सर्च इन्जिनहरू थाहा छ नि तिमीले कुनै पनि कुराहरू सर्च गर्दाखेरि कति तिमीले जे कुरा सर्च गर्यो त्यही कुरा आउँछ नि होइन। यसले चाहिँ एज एन त्यो कन्टेन्टलाई चाहिँ हेडिङ भनेर मार्क गर्छ। अनि हेडिङभित्र लेखेको कुराहरू चाहिँ के हुन्छ, इम्पोर्टेन्ट पनि हुन्छ। अनि प्याराग्राफ ट्यागभित्र लेखेको कुराहरू चाहिँ जस्ट दिस इज नट इम्पोर्टेन्ट, हामीलाई चाहिँ जस्ट डिस्प्ले मात्र गराउँछ। अब इक्जाम्पल हेर्ने हो भने म यहाँनिर मेरै वेबसाइटमा जान्छु है त। मेरै वेबसाइटबाट इक्जाम्पल दिन चाहिँ लास्टै सजिलो हुन्छ है। ल हेर यो एउटा नोट छ है त। जस्तो अब मैले यो मेरो टाइटल हो नि त यो कन्टेन्टको। यो टाइटललाई चाहिँ मैले हेडिङमा लेखेँ होला कि पक्कै पनि H1 ट्यागमा। अनि अरू चाहिँ मैले के गरेँ, पी ट्यागमा लेखेको छु कि कन्टेन्टहरू चाहिँ। सो जति पनि कन्टेन्टहरू हुन्छ जुन धेरै इम्पोर्टेन्ट हुँदैन होइन, त्यो सबै कन्टेन्टहरू चाहिँ हामी पी ट्यागमा लेख्छौँ। र अनि यसलाई चाहिँ ब्राउजरले एज अ पी ट्याग मार्क गर्छ। र कुनै पनि सर्च इन्जिनले यो कन्टेन्टलाई भेट्दाखेरि चाहिँ यो चाहिँ प्याराग्राफ ट्याग रहेछ, यो चाहिँ यसमा लेखेको कन्टेन्टहरू त्यति धेरै इम्पोर्टेन्ट रहेनछ। तर यदि मैले कुनै पनि कुरा हेडिङमा लेखेँ भने जस्तो मैले यो कुराहरू Ctrl+C गरेर Ctrl+V गरेर मैले गुगलमा यसरी डाइरेक्ट सर्च गरेँ भने मेरो वेबसाइट आउँछ कि आउँदैन होला भन्ने कुरा हो कि आयो कि होइन। यसको आधारमा चाहिँ यो यहाँभित्र H1 ट्यागभित्र लेखेको आधारमा चाहिँ यसले मलाई ऱ्याङ्क पनि गराउँछ। इम्पोर्टेन्ट ट्याग हो। अनि बोल्ड गराउनु पर्यो भने कुनै पनि कुरालाई हल्का देखाउनु पर्यो भने UI UX तिर के भिजिबिलिटीको कारणले। अब यो विशाल डिजाइनमा मैले यसरी क्लिक गरेँ म कहाँ पुग्दो रहेछु, युट्युबमा पुग्दो रहेछु। यो एङ्कर ट्यागको एक्जाम्पल भयो होइन। यो फेरि अर्को हेडिङ होला, फेरि यो अर्को हेडिङ होला, यो हेडिङभित्र सब हेडिङ होला। त्यहाँभित्र मैले के कन्टेन्ट प्याराग्राफमा कन्टेन्ट लेखेको छु भन्ने खोजेको। यो कुराहरू चाहिँ इम्पोर्टेन्ट हो। युजरलाई पढ्ने बेलामा पनि रिडेबिलिटी पनि भयो। टाइप्स अफ कम्प्युटर भाइरसमा MIO रहेछ, यसरी भयो। लिस्टहरू यसरी युज गर्दाखेरि के भयो, रिडेबिलिटी भयो। अनि प्याराग्राफ चाहिँ जस्ट प्याराग्राफ हो। यसको चाहिँ यो भित्र लेखेको कन्टेन्ट चाहिँ त्यति धेरै इम्पोर्टेन्ट हुँदैन भनेर चाहिँ हुन्छ है त। जस्तो हेडिङ भर्सेस प्याराग्राफ इन HTML। अब यहाँनिर टेक्निकल डेफिनेसनहरू अथवा केही दिन्छ होला है त। हेडिङ्स आर एन्ड प्याराग्राफ सम कमन HTML एलिमेन्ट्स H1 to H6 tags represent the headings are used to describe the contents below them भन्न खोजेको चाहिँ जस्तो यो हेडिङ भयो नि होइन। यो हेडिङ भनेको यो भित्रको यो मुनिको कन्टेन्ट के छ भन्ने कुरो चाहिँ यहाँनिर सर र आउने भयो कि। अनि त्यसपछि गएर द प्याराग्राफ पी ट्याग हेल्प्स युजर डिफाइन प्याराग्राफ। अनि युजरले चाहिँ प्याराग्राफ डिफाइन गर्नको लागि हेल्प हुन्छ। प्लस यहाँभित्र लेखेको कन्टेन्टहरू त्यति धेरै इम्पोर्टेन्ट हुँदैन र यो कुराहरू चाहिँ एज अ प्याराग्राफ मार्क हुन्छ। अनि यसरी चाहिँ हामीले कुनै पनि कन्टेन्टलाई चाहिँ डिस्प्ले गराउन सकिन्छ। हामी कुनै पनि वेबसाइटमा जाउँ, जस्तो विकिपिडियामा जाउँ, विकिपिडियामा गएर हेऱ्यौँ भने पनि हामीले हेडिङ प्याराग्राफ सबैको एक्जाम्पल हेर्न पाइन्छ है त।
नेपाल हेरौँ NEAPL के भएन नेपाल ल हेर के हो यो किन सर्च हुँदैन ल हेर है सो अब यो के होला त यो हेडिङ होला नि त एउटा हेरौँ न हेडिङ पक्कै पनि हेडिङ हुनुपर्छ अब यसमा कसरी हेर्ने भन्ने कुरा त यहाँ थाहा हुन्छ है त हेडिङ 2 भनेर यसरी दिएको रहेछ ES2 हेडिङ हो यो के भयो यसको मुनि डिफाइन गर्नको लागि यो युज भयो यो 100% प्याराग्राफ हो मैले यसरी मार्क गरेर हेर्न मिल्छ के यो पी ट्याग हो यो यसरी चाहिँ थाहा हुन्छ है त हेडिङ र प्याराग्राफ हेडिङले चाहिँ इम्पोर्टेन्ट कुराले जनाउनको लागि युज हुन्छ भने प्याराग्राफ चाहिँ कुनै पनि कुरालाई डिफाइन गर्नको लागि कन्टेन्ट लेख्नको लागि तर त्यो कन्टेन्टहरू चाहिँ द्याट मस्ट नट इम्पोर्टेन्ट राम्ररी सुन्नेन भनिरहेछ मेरो आवाज राम्रै आइरहेको होला सायद अरूले के कुनै अरू कन्टेन्ट हुन्छ यति धेरै पढ्यो फर्म HTML हेड केही कुरामा छ भने सोधिहाल्ने है अब CSS हेर्नुपर्छ 1-2 घन्टा 2-3 घन्टा आज लगभग 2 घन्टा भयो CSS 2-3 घन्टा हेऱ्यो भने चाहिँ क्लास 10 को HTML CSS भ्यायो है त यति बुझ्यो भने चाहिँ तिमीहरूले इट्स मोर देन इनफ है त अब चाहिँ मैले यो कोडलाई चाहिँ के गर्नु पर्यो भन्दाखेरि तिमीहरूले मैले कतै राखिदिनु पर्यो हेर्नको लागि हैन अब यो कोडलाई मैले तिमीहरूले यो हेर्दै ओके म कमेन्ट गरिदिन्छु है त जस्तो तिमीहरूलाई सजिलो हुन्छ है कमेन्ट गरिदियो भने चाहिँ मैले प्याराग्राफ्स भयो होरिजोन्टल लाइन्सहरू भयो बोर्डर्स टेबल भयो HTML को फर्महरू भयो कन्टेनर ट्यागको बारेमा हामीले पढ्यौं यो भयो सेन्टर ट्याग भयो यो लिस्टहरू भयो यो पनि भयो ल सबै मैले कमेन्टहरू गरिदिएको छु यो तिमीहरूले एज अ नोट्स म प्रोभाइड गरिदिन्छु तिमीहरूले हेर्ने है त सर र कसैले के कन्फ्युजन छ भने सर सोधिहाल त को आएनन् भन्ने कुरा हो है त अब अहिले एटेन्डेन्स हेर्नुपर्छ कुनै कुरामा यहाँनिर कुनै कुरामा कन्फ्युजन छ यहाँको अथवा बुकमा कुनै कुरा छुटेको छ भने मलाई बुक तिमीसँग छेउछाउमा छ भने त्यो बुक हेरेर यो टपिक यो डिफिनेसन अथवा कुनै एउटा टपिक छुटेको छ भने त भन्दा भयो है सोधिहाल है हेर त कुनै ट्याग तिमीहरूले सर थ्योरी पनि पढ है ब्याकग्राउन्डवाला हामीले पढ्यौँ त बिजी कलर हजुर बिजी कलर ब्याकग्राउन्ड कलर त्यो त CSS मा हेर्नुपर्छ CSS सुरु गरेकै छैन तर हेर्दियौ है त यहाँनिर तिमीहरूलाई म इनलाइन मैले तिमीहरूलाई भनेको थिएँ नि CSS को 3टा टाइप हुन्छ भनेर इनलाइन इन्टरनल र एक्सटर्नल इनलाइन भनेको त हामीले यहीँनिर स्टाइल यसरी दिन मिल्छ भनेको थिएँ नि ब्याकग्राउन्ड कलर चाहिँ मैले के दिएँ ब्लू दिएँ अब के लाग्छ तिमीलाई दिस इज S1 विथ ब्लू ब्याकग्राउन्ड है त ब्लू BACK ब्याकग्राउन्ड अब मैले यसलाई रन गरेँ भने यता हेर है सही सोध्यो ल यता यो S1 को ब्याकग्राउन्ड निलो भयो के देख्यौ स्टाइल ट्याग ओपन गर्नु पर्यो जहाँ गर्ने हो त्यही है त अब जस्तो मलाई यो प्याराग्राफको स्टाइल कलर चेन्ज गर्नु मन लाग्यो है त स्टाइल गर्ने अब तिमीहरूको चाहिँ नोटप्याडमा चाहिँ हार्ड टाइप गर्नुपर्छ कलर चाहिँ मैले एक्वा भन्ने एउटा कलर हुन्छ त्यो दिएँ है त प्याराग्राफको कलर ल हेर त प्याराग्राफको कलर चेन्ज भयो यसरी चाहिँ हामीले चेन्जहरू कलरहरू गर्न मिल्छ है त चेन्जहरू गर्न मिल्छ यी कलर ब्याकग्राउन्ड कलर भनेको यो भयो यो अगाडिको टेक्स्ट छ कलर ब्याकग्राउन्ड कलर चाहिँ पछाडिको ब्याकग्राउन्डमा चेन्ज गर्छ अनि कलरले चाहिँ अगाडिको यो फोरग्राउन्ड अक्षरहरूलाई चेन्ज गर्छ अझै धेरै कुराहरू छ त्यो कुराहरू हामी हेर्दै जानुपर्छ है त जस्तो अब मैले यसमा चाहिँ धेरै कुराहरू दिन मिल्छ कि जस्तो प्याडिङ भनेर दिएँ मार्जिन भनेर दिएँ होइन मार्जिन चाहिँ मैले 30 पिक्सल भनेर दिएँ भने चाहिँ के हुन्छ भन्दाखेरि ल यता हेर है त यी मार्जिन चाहिँ यसले छेउबाट 30 पिक्सल दियो भन्ने हुन्छ है त अहिले 30 भन्दा नि धेरै गरेर देखाइदिन्छु तिमीहरूलाई हेर्नै सजिलो हुन्छ आखिर के भइरहेको छ भन्ने कुरा यहाँनिर ल हेर 30 पिक्सल भनेको चाहिँ माथिबाट 30 पिक्सल लियो तलबाट 30 पिक्सल लियो यताबाट 30 पिक्सल लियो यताबाट 30 पिक्सल लियो यो भनेको चाहिँ यो एउटा साथी भयो यिनीहरू चाहिँ सबैजना एउटै बेन्चमा बसिरहेछन् होइन यो यो छेउमा बसिरहेछ यो कुनामा बसिरहेछ यो बिचमा बसिरहेछ भने चाहिँ यो छेउमा बसेकोलाई चाहिँ के चाहियो भन्दाखेरि यसलाई चाहिँ ब्याग राख्ने ठाउँ पनि चाहियो र अर्को साथी चाहिँ धेरै टाढो बस्दियोस् जस्तो लाग्यो कि यसलाई त्यही भएर के भयो यसले चाहिँ आफू चाहिँ यसरी मार्जिन भन्ने कुरा लेखेको हुन्छ है त लेफ्ट राइट टपबाट यो कुराहरू चाहिँ धेरै कम्प्लेक्सतिर जान्छ अलिक कलर मात्रै हेरिदिनु ल
ब्याकग्राउन्ड कलर र फोरग्राउन्ड कलर, कलरले चाहिँ के गर्दो रहेछ टेक्स्टको कलर चेन्ज गर्दो रहेछ नि, ब्याकग्राउन्ड कलरले चाहिँ के गर्दो रहेछ यसलाई हल्का लाइट गरौँ है, यसरी गर्न मिल्छ। यो धेरै कुराहरू गर्न मिल्छ है त। ल अब तिमीहरूले लाग्ला हामीले हजुर सीएसएस को लागि कति टाइम लाग्छ? सीएसएस को लागि 2 घण्टा लाग्छ, बेलुका 2 घण्टा फेरि पढ्नुपर्छ। अहिले कि बेलुका? बेलुका। अहिले त यो हेरिदिएको मात्र इनलाइन सीएसएस भनेको चाहिँ यति है। ल मैले सीएसएस इनलाइन सीएसएस कसरी लगाउने भनेर अब तिमीहरूले जहाँ मन लाग्छ त्यही गरेर लगाउने हो कि। जस्तो हो यो एङ्कर ट्याग छ होइन, एङ्कर ट्यागको बाई डिफल्ट कलर के आएको छ तिमीलाई थाहा छ? तिमीलाई अहिले म देखाइदिएँ। एङ्कर ट्यागमा जुन यो हेलो भन्ने छ नि, हेलो भनेको कलर के छ अहिले कता छ? हेलो भनेको कलर रेड छ नि त, येल्लो कहाँ छ? यही ब्लू छ नि त होइन। ब्लूलाई चाहिँ मैले अब अर्कै कलर बनाइदिन्छु कि मैले, कलर स्टाइल इक्वल्स टु कलर चाहिँ मैले रेड दिएँ है त। अब त्यसको कलर रेड हुनु पर्छ है त, भएन भने बर्बाद हुन्छ है त। यी भयो के भयो? अब यसमा क्लिक एक्चुअल फंक्सन के हो र? के अरे एङ्करको एक्चुअल फंक्सन एङ्कर ट्यागले चाहिँ के गर्छ भन्दाखेरि, एङ्कर ट्यागको फंक्सन भनेको मैले एउटा पेजहरू लिङ्क गर्ने के। कहाँ गयो? जस्तो मैले हेलो भन्नेमा क्लिक गरेँ भने यसले मलाई मेरै वेबसाइटको अर्को पेजमा लिएर गयो नि त, देख्यौ? जस्तो यहाँनिर विशाल रिजाल भन्ने छ होइन, यो मेरो होम पेज भयो होइन। अब मैले नोट्स भन्नेमा क्लिक गरेँ भने मलाई कहाँ लगिदियो त? हेर है यहाँनिर स्ल्यास नोट्समा लगिदियो नि, देख्यौ? अनि अनलाइन क्लासमा क्लिक गरेँ भने कहाँ लगिदियो त? मलाई यसमा लगिदियो नि। कन्ट्याक्टमा क्लिक गरेँ भने मलाई कहाँ लगिदियो त? कन्ट्याक्टमा लगिदियो नि। सो एङ्कर ट्यागले चाहिँ के गर्दो रहेछ वेब पेजेसहरू लिङ्क गर्दो रहेछ। अब यसको काम भनेको यो मात्र होइन है त। यसले के गर्छ त भन्दाखेरि हाम्रो वेबसाइटबाट बाहिर पनि लिएर जान्छ। जस्तो एभर द टुडे विशाल रिजल्टमा क्लिक गरेँ भने यो पनि एङ्कर ट्यागै हो। यसले मलाई कहाँ लगिदिन्छ? मेरो युट्युबमा लगिदियो। ल हेर देख्यौ यसको काम के रहेछ? लिङ्क गरे के। हजुर बेलुका कति बज्यो सीएसएस? बेलुका 8 बजे गर्नुपर्छ। यदि पानी परिदियो भने चाहिँ झ्याउ हुन्छ, तर पानी सानी परेन राम्रै भयो भने 8 बजेदेखि 10 बजेसम्म 2 घण्टा सीएसएस भ्याउनु पर्छ। ल ल अनि सीएसएस भ्याएर पोर्टफोलियो प्रोजेक्ट पनि यहीँ गर्नुपर्छ अनलाइन, यही अनलाइन क्लासबाटै 2-3 घण्टा 2-3 घण्टा लाएर एउटा पोर्टफोलियो प्रोजेक्ट कोड गरेर त्यसलाई हामीले होस्ट गर्नुपर्छ। होस्ट भनेको चाहिँ अहिले हामीले लेखेको कोड कहाँ छ? मेरो ल्यापटपमा मात्र छ नि त होइन, हो कि होइन? अब यो मैले लेखेको कोड त तिमीहरूले पनि यो जस्तो यो एउटा वेबसाइट हो नि, म तिमीहरूलाई म देखाइदिइहालेँ है त। यो कुराहरू हामीले पढ्नुपर्छ है त, अलि पछि पढ्नु पर्ला। एउटा गिटअप भन्ने हुन्छ, म चाहिँ यसमा गएर यो हामीले जति पनि कोडहरू लेख्यौँ नि यसलाई म अनलाइन पारिदिन्छु है त। अनलाइन भनेको यो वेबसाइटै खुल्छ है त तिमीहरूको। म तिमीहरूलाई एउटा लिङ्क दिन्छु, क्लास 9 HTML GSPS हामी ग्रिन सोसाइटी पब्लिक स्कुलमा पढेको। यो भनेर चाहिँ हामी के गरौँ भन्दाखेरि बडीभित्र एउटा S1 लगाएर क्लास 9लाई HTML पढाएको है त। क्लास 9लाई HTML पढाएको यो एउटा वेबसाइटै त हो नि होइन। हामीले यसमा कन्सेप्टहरूको सिकेको छ त, तर यदि मैले यसमा वेबसाइट बनाउन चाहेको भए मैले यो वेबसाइट बनाउन सक्थेँ कि सक्दिनँ? मैले कोड गर्न सक्थेँ नि त होइन। अब म के गर्छु त भन्दाखेरि म चाहिँ यो सबै कुराहरूले चाहिँ अनलाइन पारिदिन्छु है त। सबै कोडहरू सबै कुराहरूलाई चाहिँ म अनलाइन पारिदिन्छु। तिमीहरू हेर है, म चाहिँ एउटा रेपो बनाउँछु। रेपोको बनाइन चाहिँ क्लास 9 यस्तो गरौँ है, क्लास 9 HTML। ल टिचिङ क्लास 9 HTML। सो यो कुराहरू हामीले पढ्नुपर्छ है त, यस्तो यस्तो कुराहरू। म यो कुराहरू तिमीहरूले धेरै टाउको नदुख है यो फेरि के हो भनेर। ल हेर अब तिमीहरूलाई के लाग्ला विशाल सरले VS कोडमा कोड लेख्नुभयो भनेर। जे कुरा मैले VS कोडमा लेखेको छु त्यो कुरा यहाँनिर नोटप्याडमा आइरहेको छ। जस्ट इमेजिन यदि मैले यो कुरा नोटप्याडमा लेख्नु परेको भएदेखि मैले यहाँनिर जति लाइन कोड लेखेँ नि यो कोड लेख्नलाई मलाई 5 घण्टा लाग्थ्यो होला के। यति धेरै मिस्टेक पनि हुन्थ्यो होला किनकि ल हेर अब तिमीहरूले नोट कहाँ यो कोड कहाँ लेख्ने अरे? मैले त VS कोड एज एन कोड एडिटर युज गरेको हो, कोड लेख्नको लागि मात्र युज गरेको हो। कन्सेप्ट एउटै हो, सबै एउटै हो कि होइन? तर नोटप्याडमा तिमीहरूले चाहिँ कोड लेख्नु पर्यो यसरी। अनि तिमीहरूलाई लाग्छ सर तपाईँको ल्यापटपमा चाहिँ VS कोड छ, हाम्रोमा त छैन, हाम्रो कम्प्युटरमा स्कुलमा पनि चाहियो भनेर भन्दाखेरि चाहिँ यो कुराहरू चाहिँ डाउनलोड गर्नुपर्छ, धेरै कुराहरू कन्फिगर गर्नुपर्छ, अनि त्यसपछि गएर मात्र हुन्छ है त। धेरै कुराहरू हामीले यहाँनिर एक्सटेन्सनहरू डाउनलोड गर्नुपर्ने हुन्छ। यदि कसैको ल्यापटप छ भने मैले यहाँनिरबाट गरेको छु नि एउटा लाइभ सर्भर भन्ने छ होइन, यहाँबाट ल्यापटपबाट मजाले सिक्दा हुन्छ है त। तिमीहरूले पनि कोडिङ सिक्दा हुन्छ। यहाँबाट लाइभ सर्भरको हेल्पबाट चाहिँ यो कोड यो एक्जिक्युट भइरहेको छ। ल
एकछिन हेर है त, म तिमीहरूको यो सबै कोडहरू चाहिँ म अनलाइन पारिदिन्छु। अनि तिमीहरूलाई एउटा कुरा, ओहो हामीले गर्यो, हामीले क्लासमा पढेको कुराहरू पनि इन्टरनेटमा आइरहेछ, अनलाइन भइरहेछ भन्ने कुरा चाहिँ क्लियर हुन्छ है त। एकै मिनट है। यो कुराहरू चाहिँ हामीले हल्का हल्का हेर्नुपर्छ है त। यो कुराहरू हामीले हेर्नै पर्छ। तिमीहरूलाई अब अहिले चाहिँ तिमीहरूलाई थाहा छैन, तर पनि यो कुराहरू चाहिँ हामीले हेर्नुपर्ने हुन्छ है त। सो अब मैले चाहिँ के गरेँ भन्दाखेरि मैले जति पनि उहाँ कोड लेखेको थिएँ नि अघि मेरो सिस्टममा, त्यो सबै कोडलाई चाहिँ मैले गिटअप भन्नेमा अनलाइनमा राखिदिइसकेँ, पारिदिइसकेँ। यी सबै कुराहरू चाहिँ हाम्रो कहाँ आइपुग्यो, गिटअपमा अनलाइनमा आइपुग्यो। अब यसलाई चाहिँ हामीले होस्ट गर्नुपर्ने हुन्छ होइन। एकै मिनट है त, यसले कसरी होस्ट गर्ने। कता गयो। यो कोड चाहिँ मेरो अनलाइनमा आइसक्यो। अब यसलाई चाहिँ मैले होस्ट गर्नु, अब यसलाई चाहिँ अनलाइन पार्नुपर्ने हुन्छ। कताबाट हो लोक है, मैले बिर्सेँ यहाँनिर सेटिङ, यहाँनिर भयो डिफरेन्ट ब्रान्च, मेन ब्रान्च चाहिँ भयो सोसल प्रिभ्यू। ठिक छ, यो के भएन, यता कता हुन्छ है त। यसलाई चाहिँ पुल आर्काइभ्स इन्क्लुड गिट, GitHub pages, GitHub pages. ओके, मैले हाने स्टेप चाहिँ बिर्सेँ के। 1-2 मिनट है। कहाँ जाने, युजरमा जाने, index.html मेन र मास्टरमा पुश गर्नु पर्यो। यो मैले युट्युबमा हाल्ने हो यो भिडियो, फेरि कपिराइट लाग्छ है। मैले त्यही भएर मैले यसलाई साउन्ड बन्द गरेको छु। एकचोटि हेरिहाल्नु मैले। ओके, कता जाने रहेछ। यहाँ पेजेस भन्ने अप्सन छ, यहाँ पेजेस यहाँ जाने है त लोक है। सायद अब एक किसिममा होस्ट हुन्छ है त। जति पनि हामीले कुराहरू गऱ्यौँ नि तिमीहरूले अनलाइनमा देख्छौ है। एकै मिनट वेट गर है त। यहाँनिर कसरी हो, सायद हुन्छ होला। यसरी योर साइट इज रेडी भनेर आउँछ यहाँनिर। यसले चाहिँ यो हाम्रो साइट किन होस्ट भएन थाहा छ तिमीहरूलाई? एउटा कुरा मैले के बिर्सेँ भन्दाखेरि बाई डिफल्ट जहिले पनि ब्राउजरले खोज्दाखेरि चाहिँ फाइलको नाम चाहिँ index.html भनेर खोज्छ है त। तर मेरो फाइलको नाम के छ यहाँनिर? मेरो फाइलको नाम के छ? vishal.html छ है त। सो मैले चाहिँ यसलाई चाहिँ index.html बनाउनु पर्यो। तिमीलाई मैले यो कुरा भने कि भनिनँ, सायद भने पनि होला है। बाई डिफल्ट यदि कुनै पनि ब्राउजरले वेबसाइट सुरुमा खोल्ने बेलामा चाहिँ index.html
सुरुमा रेन्डर गर्ने बेलामा चाहिँ index.html खोज्छ तर अब मैले यहाँनेरि के गरेँ भन्दाखेरि ल हेर है त तिमीहरूको यहाँनेरि मैले यो उस्तो गरेँ तर यसले index.html भेटेन त्यही भएर यस्तो आयो के बुझ्यौ नि यदि मैले index.html बनाएको भएदेखि चाहिँ हुन्थ्यो अब मैले यसलाई फेरि अनलाइनमा कोडलाई पुश गर्नुपर्छ है त सर हजुर बुझेन मैले यो बुझ्नु पर्दैन तिमीहरूले मैले जुन यो अनलाइनमा यो कोड गराएँ नि यसलाई चाहिँ मैले अनलाइनमा पारेर देखाउँछु भनेर मात्र यसरी अनलाइनमा पार्न मिल्छ भनेर मात्र हो ए हजुर अगाडिको त बुझिस् नि HTML बुझे हो त्यति बुझे पुग्यो जस्तो अब हामीले यत्रो कोड गरियो हैन यसलाई पनि हामी अनलाइनमा पार्दिन न तिमीहरूले हेर मैले लेखेको कोडहरू यत्रो जति पनि कोडहरू आए नि अहिले सबै कुराहरू चाहिँ अनलाइनमा राख्दियो भने तिमीहरूले हेर्न मिल्छ है त क्लास 9 अब यसले index.html भयो कि भएन ल अब यो एकछिनमा चाहिँ एकछिन टाइम लाग्छ है ल आयो ल हेर अब तिमीहरूले यो यहाँनिर मैले च्याटमा एउटा लिङ्क हालिदिएको छु यो खोल्यो त मोबाइलमा खोल्यो भने अघि हामीले जे कोड गर्यौं नि मेरो पीसीमा जे रन भएको थियो नि यो सबै कुरा आउँछ है त तिमीहरूको मोबाइलमा यस्तो आउला यसरी आउला आयो सर आयो ल भनेपछि यसरी चाहिँ हामीले यो चाहिँ बल्ल अघि चाहिँ हामीले लोकली गर्दै थियौं अब चाहिँ मैले के गर्दै त्यो कुराहरुलाई अनलाइनमा पार्दै जसले गर्दाखेरि ओल्ड वाइड वेब अब यो कुरा जसले पनि के गर्न मिल्छ रे हेर्न मिल्छ बुझ्यौ यो कुरा भनेको चाहिँ जसले पनि अब जस्तै मैले अब हेर्नेरी अब यता हेर है अब मैले अब यसमा कोड लेख्दै गए र मैले कोडलाई चाहिँ गिटहबमा पुश गर्दै गए भनेको मैले चाहिँ मेरो सिस्टममा कोड लेख्छु अनि त्यसपछि गिटहबमा चाहिँ गिटहब भनेको चाहिँ के भन्दा कोडहरु राख्ने ठाउँ के जस्तो तिमीहरुको नोट कपीहरु राख्ने ठाउँले ब्याग भन्छ नि किताबहरु राख्ने हो अब कोडहरु राख्ने ठाउँमा चाहिँ गिटहब भन्छ सो अब यो चाहिँ हाम्रो के भयो भन्दाखेरि यो चाहिँ हाम्रो अनलाइनमा पार्दियौं के अब हामी ग्रुपमा पनि हाल्ने अब भोलि चाहिँ पर्सि हामीले प्रोजेक्ट जुन बनाउँछौं नि त्यो प्रोजेक्ट पनि बनाएर हामीले यसरी अनलाइनमा पारेर होस्ट गर्नुपर्छ है ल यति नै अरु कुनै कुरामा कन्फ्युजन छ ल हेर अनलाइन पर्यो नि त कोड अब जति पनि अघि मैले यहाँनेरि लेखेको थिएँ त्यो सबै कोडहरु तिमीले पनि पायौ अब अर्को भनेको चाहिँ यो कोडको म उस बनाएर पठाउँछु है तिमीलाई पीडीएफ बनाएर एउटा पढ्ने अनि सर र हेर्ने कसैले अझै केही कन्फ्युजन छ कुनैमा हाम्रो क्लास चाहिँ 1 आवर 47 मिनेट्सको भइसकेको छ है त यति कुरा पढाउन मलाई स्कुलमा लगभग 15 दिन लाग्यो है त्यही भएर रिसोर्सेस ल्यापटप यो भएन भने चाहिँ पढ्न सकिन्न के यस्तो कुराहरु भोलिपर्सि पाइथन पढ्न नि गाह्रो हुन्छ है हामीलाई कसैले केही कुरा छ भने सोधौ है अथवा कोड हेरेर बुझिन्छ अथवा त्यो आउटपुट यसलाई सेभ गर्दै गर यो WhatsApp ग्रुपतिर पठाइदेऊ न यो लिंकलाई कपी गरेर यसरी कपी गर अनि यसलाई कन्ट्रोल सी गरेर कन्ट्रोल भी गर अनि पठाइदेऊ हामीले चाहिँ यति कुराहरु चाहिँ गर्यौं भनेर कसैले केही छैन भने चाहिँ लेफ्ट गर्देऊ कसैले केही छ भने सोध है त ल यदि कसैले केही छैन भने लेफ्ट गर्दा भयो ल ठीक छ ल सबैजना गयौं ल मैले पनि क्लास बन्द गरे है त बेलुका 8 बजे आउने है